आज हामी यो अभियानको रूपमा उत्पीडित उपेक्षित समुदायहरूको आवाजलाई बुलन्द गर्ने एउटा अभियानका साथ नयाँ पोडकास्ट सुरु गर्न लागिरहेका छौँ। यो अभियानमा हामी विभिन्न व्यक्तिहरूसित उहाँहरूका अनुभव, अनुभूति र उहाँहरूका अभियानहरूका बारेमा छलफल गर्ने प्रयत्न गर्नेछौँ। यो अभियानमा हामीले विशेष गरी यो देशमा दलित आन्दोलन जसले उत्पीडित उपेक्षितको आवाजलाई बुलन्दित गर्छ, जसले समाजको पिँधमा रहेको समुदायहरूको चाहिँ प्रतिनिधित्व गर्छ, उहाँहरूसितको आवाजलाई अगाडि बढाउने प्रयत्न स्वरूप हामीले यो कार्यक्रमको शुभारम्भ गरिरहेका छौँ। र आज हामीले हाम्रो कार्यक्रममा अतिथिको रूपमा गौरीशङ्कर गाउँपालिका दोलखाका एकजना अभियन्ता जो लामो समयदेखि 27 वर्षदेखि यो दलित आन्दोलनमा निरन्तर रूपमा क्रियाशील हुनुहुन्छ, नन्द घतानी। उहाँ अहिले नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष समेत हुनुहुन्छ र उहाँसँगको कुराकानीलाई आजको कार्यक्रममा राख्नेछौँ। नन्द सर, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार, धन्यवाद। यहाँले विगत लामो 27 वर्षदेखि यो दलित आन्दोलनमा विशेष गरी समाजमा पीडितमा रहेका समुदायको आवाजलाई बुलन्द गर्दै दोलखाको गौरीशङ्करदेखि काठमाडौँसम्म यो देशमा एउटा अभियान छर्ने अभियानमा हुनुहुन्छ। तपाईँ किन यो अभियानमा लागिरहनु भएको छ? यो महत्त्वपूर्ण कार्यक्रममा आफ्नो कुरा राख्ने अवसर प्रदान गर्नुभयो, यसका निमित्त तपाईँलाई धेरै धेरै धन्यवाद मेरो व्यक्तिगत तर्फबाट र मेरो सङ्गठनको तर्फबाट। अब पहिलो कुरा, तपाईँले जुन प्रश्न गर्नुभयो, हामी जुन बेला यो समाजमा हुर्क्यौँ, जन्मियौँ र हुर्कने क्रममा र जीवनलाई अगाडि बढाउने सन्दर्भमा हामीले यो समाजमा दुई खाले मान्छेहरू देख्यौँ। एउटा मान्छे जन्मिँदाखेरि नै सम्मानित भएर जन्मेको देख्यौँ, एउटा मान्छे जन्मिँदाखेरि नै अपमानित भएर जन्मिने र बाँच्ने क्रमहरूलाई देख्यौँ। जब मैले जीवनको महसुस गर्न थालेँ, त्यही दिनदेखि नै म माथि यो समाजले अन्याय गरेको छ भन्ने महसुस भयो। हामी स्कुल जाँदा जातीय विभेद भयो, होइन, कुनै पनि सार्वजनिक ठाउँमा जाँदा जातीय विभेद भयो, हामी विभिन्न ठाउँमा जाँदाखेरि हामीमाथि अपमानहरू भए। मैले सोधेँ यो किन भइरहेको छ, होइन भनेर सोद्धा तिमीहरू साना जातका हौ भन्ने खालको कुरा भयो। तर मेरो बाल मनोविज्ञानले तिमी र म बिचमा त कुनै भिन्नता छैन, अथवा समाजमा रहेको कुनै पनि मान्छेहरू म बिचमा त कुनै भिन्नता छैन। म कसरी अछुत भएँ अथवा म कसरी अपमानित हुने अवस्थामा पुगेँ, मैले यसलाई हेर्दै गएँ। बुझ्दै जाँदाखेरि कि यो समाजले यस्तो एउटा जटिल संस्कृतिको निर्माण गरेछ कि समाजमा एउटा मान्छे जन्मिन साथै नै अछुत भएर जन्मिने र एउटा मान्छे जन्मिन साथै नै पवित्र भएर जन्मिने, एउटा अपवित्र भएर जन्मिने, यो कुसंस्कार कसले विकास गर्यो भनेर मैले यसलाई बुझ्दै गएँ र बुझ्ने प्रयत्न पनि गरेँ। बुझ्दै जाँदाखेरि यसलाई म मेरो के निष्कर्षमा पुगेँ भने यो कुनै यो अन्य ढङ्गले यो विकसित भएकै होइन। यो समाजले आफूलाई, विशेष गरेर समाजमा रहेको प्रभुत्व वर्गहरूले, विशेष गरेर सामन्तहरूले अथवा अझ त्योभन्दा नि माथि जानेहरूले, तत्कालीन सत्ताले आफूलाई निरन्तर सत्तामा जोगाइराख्ने निमित्त अथवा यो समाजलाई शोषण गर्दै आफ्नो जीवनलाई चाहिँ उच्च स्तरीय जीवन सञ्चालन गर्नको निमित्त समाजले फुटाउने एउटा प्रयत्न स्वरूप यो जातहरूको विभाजन गरेको देखेँ। त्यसैले यो जातहरूको विभाजन गरेको छ, यो भित्र विभेद छिराएको छ। यो भित्र विभेद मात्र छिराइएको छैन कि एउटा मानव बिचको चाहिँ एउटा ठुलो दरार पनि पैदा गरेको छ। यो मानवीय हिसाबले र कुनै पनि हिसाबले यो बेठिक छ। यो बेठिक भएको हुनाले यसलाई अन्त्य गर्नुपर्छ। यो अन्त्य नगरिकन समाजमा कहिले पनि समानता आउन सक्दैन, समाज कहिले पनि अगाडि बढ्न सक्दैन भन्ने म आफूले महसुस गरेँ। र जुन दिनबाट मैले त्यसलाई महसुस गरेँ त्यही दिनबाट यो बेठिक हो भनेर लागे पछाडि मैले यसको विरुद्धमा चाहिँ आफूलाई सङ्घर्षको रूपमा अगाडि बढाउन प्रयत्न गरेर आजसम्म म यो ठिकै छ। तपाईँले दोलखाको एउटा गौरीशङ्कर गाउँपालिका, जहाँ एउटा विकटता, एउटा हिमाली गाउँपालिका पनि हो, त्यहाँबाट काठमाडौँसम्म आउनुभयो र काठमाडौँमा आएर अहिले जुन नेपाल दलित उत्पीडित केन्द्र भनेर, होइन, एउटा देशभरिका साथीहरूलाई समेटेर यो अभियान अगाडि बढाउँदै हुनुहुन्छ। यो साँच्चै वास्तवमा भन्दा नेपाल दलित उत्पीडित केन्द्र चाहिँ के हो, यसको उद्देश्य के हो, यसको कार्यक्रम के हो र तपाईँले किन सुरुवात गर्नुभयो? मैले जुन बेला यो समाजमा विभेद छ भन्ने थाहा पाएँ, अथवा म माथि अन्याय छ भन्ने थाहा पाएँ, यो अन्यायमा धेरै मान्छेहरू चाहिँ
फस्नु भएको छ, जसको परिणाम यसले के गरेछ भने अन्याय मात्र भएको छैन, यसले गरिबीतर्फ धकेलेको छ, उहाँलाई समाजको सबै गतिविधिबाट रोकिएको छ, उसलाई सांस्कृतिक रूपले मात्र होइन, उसलाई आर्थिक रूपले सांस्कृतिक रूपले सबै कुराले उसलाई चाहिँ डोमिनेट गरिएको छ, जसको परिणाम के भयो भने एउटा ठुलो जमात चाहिँ होइन समाजको सबै क्षेत्रहरूमा अगाडि बढ्न सकेन अथवा समाजको गतिसँग अगाडि बढ्न सकेन। यो आजको संरचनाहरूलाई जबरजस्ती रोके पछाडि यसलाई बदल्नुपर्छ भनेर हामी लाग्यौँ। बदल्ने कहाँबाट भनेर सोच्यौँ कि यो राजनीतिले नै यो स्थापित गरेको हुनाले यसलाई राजनीतिबाट नै अन्त्य गर्नुपर्छ भन्ने हामीले महसुस गऱ्यौँ र यसलाई राजनीतिबाट अन्त्य गर्ने हो भनेदेखि यसलाई चाहिँ हामीले चाहिँ राजनीतिकरण गर्नुपर्छ। तत्कालीन अवस्थामा राजनीतिकरण कहाँबाट गर्ने भन्दा यसलाई पार्टी मार्फत जानुपर्छ भन्ने हामीले बुझ्यौँ। त्यसैले हामी पनि पार्टी राजनीतिमा जोड्यौँ। लामो समयसम्म म चाहिँ निकै ठुलो चाहिँ पार्टीको नेतृत्व तहमा नै रहेर दलित सङ्गठन अथवा दलित आन्दोलनसँग जोडिएको विभिन्न जनवर्गीय सङ्गठनमा रहेर म केन्द्रीय राजनीतिमा नि बसेर महत्त्वपूर्ण ठाउँमा बसेर काम गरेँ। तर पार्टीमा यस्तो चिज बन्यो कि अथवा पार्टीभित्र यस्तो अवस्था बन्यो कि कुनै पनि क्रान्तिकारी मान्छेहरू अथवा रूपान्तरण प्रेमी मान्छेहरू अथवा समाज रूपान्तरण गर्नुपर्छ अथवा राजनीति चाहिँ समाज बदल्नकै निमित्त हो भनेर जसले बुझ्ने अथवा समाज बदल्नुपर्ने मान्छेहरू जो छौँ ती मान्छेहरू चाहिँ आजको राजनीतिक चरित्रसँग चाहिँ मेल हुन सकेन। मैले अझ ठ्याक्कै भन्नुपर्दाखेरि आजको राजनीतिक पार्टीले नेपालको समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने भन्दा पनि यही समस्यामाथि टेकेर राजनीति गर्नतर्फ लाग्यो। र यो अहिलेको पार्टी आन्दोलनभित्र चाहिँ सबभन्दा बढी समस्या चाहिँ के भयो भन्नुहुन्छ भने दलितको विषयमा बहस हुन नै छोड्यो होइन। दलित समस्या झन् गहिरिएर जाने होइन, दलित आन्दोलनको औचित्य झन् बढी चाहिँ आवश्यकता अथवा दलित आन्दोलनको आवश्यकता झन् बढेर जाने, तर पार्टीभित्र चाहिँ दलित आन्दोलनको बहस चाहिँ कम हुन थाले पछाडि र जसले चाहिँ जुन सरकारवाला निकाय छ, राजनीतिक पार्टी हो सरकारवाला निकाय, सत्ता हो सरकारवाला निकाय, कि यो दलित समस्या चाहिँ यो सामान्य समस्याको रूपमा पार्टीहरूले ग्रहण गर्यो। राज्यले त झन् यसलाई समस्याको रूपमै लिएन। अहिले तपाईँले सानो उदाहरण भन्छु, म 5-7 वर्षदेखि नेपाल सरकारको बजेट हेरिरहेको छु कि त्यहाँ चाहिँ काहीँ पनि कुनै पनि ढङ्गले दलित लक्षित कार्यक्रमहरू दलितहरूलाई अगाडि बढाउने सन्दर्भमा काहीँ पनि चाहिँ के अरे उहाँहरूको चाहिँ पार्टीभित्र चाहिँ यो विषयमा छलफल नहुने, सत्तामा चाहिँ यो विषयमा छलफल नहुने भए पछाडि अब हामीले के महसुस गऱ्यौँ भने नेपालको दलित आन्दोलन चाहिँ यस्तो ठाउँमा पुगेछ कि अब त्यो पार्टी राजनीतिको बहसभन्दा धेरै पर पुगेछ होइन। सत्ताको समस्या, सत्ताले चिन्ता गर्नुपर्ने क्षेत्रभन्दा धेरै पर पुगेछ अब पुग्यो। तर दलितहरूको समस्या चाहिँ झन् गहिरिएर गए पछाडि अब सत्ताले नहेरेपछि, पार्टी आन्दोलनले नहेरेपछि, सरकारवाला निकायले नहेरेपछि अब हाम्रा समस्या चाहिँ अब हामीले नै यसको चाहिँ उठान गर्नुपर्छ। अब हाम्रा समस्यालाई यसलाई हामीले नै अन्त्य गर्नेतिर जानुपर्छ भन्ने ढङ्गले तपाईँले जुन चाहिँ अब राज्यलाई एउटा दबाव सृजना गर्ने, राज्यलाई चाहिँ एउटा भनौँ सही ट्र्याकमा ल्याउनको निम्ति यो संस्थाले अभियान चलाउँछ भन्नुभयो। यो चाहिँ कस्तो खालको संस्था? यो राजनीतिक संस्था हो, सङ्गठन हो, वा तपाईँले यो सामाजिक अभियानको लागि चाहिँ यो सुरुवात गर्नुभयो? के को निम्ति चाहिँ यो दुइटै हो राम सर। यो चाहिँ कस्तो भने यो सामाजिक अभियान पनि हो र यो राजनीतिक अभियान पनि हो। किनभने नि समाजमा जे व्यथितिहरू छन् यसलाई अन्त्य गर्ने कुरा यो सामाजिक अभियान पनि हो र यसलाई अन्त्य गर्ने कुरा राजनीतिले मात्र सम्भव छ। यो सामान्य सुधारका प्रक्रियाले यो अन्त्य हुनाले यो दुइटै अभियान हो। तपाईँलाई मैले यहाँनिर रोक्दै भने कि जस्तै तपाईँ राजनीतिक सङ्गठन हो भने विगत नेपालको दलित आन्दोलनको इतिहासलाई हेर्दा 70 वर्षदेखि यो चाहिँ निरन्तर रूपमा अगाडि बढिरहेको छ। लगभग 80 को दशकमा होइन यो अगाडि बढिरहेको छ। 80 को दशकमा आइरहँदाखेरि यस्ता थुप्रै राजनीतिक सङ्गठनहरू स्थापित भए होइन। अनि यति बेलै आएर चाहिँ तपाईँलाई यो संस्थाको आवश्यकता किन महसुस गर्नुभयो? अब मैले यसलाई अघि पनि भनिसकेको छु, कहिलेकाहीँ यो आन्दोलन नेपालमा विभिन्न खालका राजनीतिक आन्दोलनहरू भए। त्यो राजनीतिक आन्दोलन के का लागि भन्ने भयो। 46 सालमा हामीले यसको रूपान्तरण 46 सालमा एउटा ठुलो आन्दोलन भयो, यसले एउटा ठुलो राजनीतिक उपलब्धि हासिल गर्यो र त्यो उपलब्धि कसका निमित्त भनेर हामीले सोद्धाखेरि चाहिँ त्यो जहिले पनि आधारभूत वर्गको निम्ति, विशेष गरेर समाजमा पछि पढेका दलित, महिला, किसानहरूको पक्षमा रूपान्तरण हो भन्ने भयो। अथवा पञ्चायत कसको पक्षमा थियो भन्दा त्यो सामन्तहरूको पक्षमा थियो, पञ्चायत चाहिँ त्यो पुँजीपति वर्गको पक्षमा थियो भन्ने रह्यो र यो 46 साल पछाडिको रूपान्तरण कसको पक्षमा भन्दा आधारभूत वर्गको पक्षमा भन्ने रह्यो। त्यस पछाडि फेरि जनयुद्ध भयो। जनयुद्ध कसका निमित्त होइन?
त्यहाँ पनि फेरि सबभन्दा बढी चाहिँ जनयुद्ध चाहिँ आधारभूत वर्गको पक्षमै, दलितको पक्षमा, महिलाहरूको पक्षमा नै भन्ने भयो र त्यहाँ धेरै तमाम मान्छेहरू चाहिँ जनयुद्धमा सामेल हुनुभयो र त्यहाँ ठुलो तबकाले, आधारभूत वर्गको तबकाले रगत पनि बगाउनु भयो र त्यो केही सामाजिक सुधारका सवालमा र विभेदका सवालमा केही जटिल विषयहरू पनि उठे र घनीभूत छलफल पनि भयो र त्यसलाई तोड्नको निम्ति केही सामान्य तोड्नको निम्ति केही प्रयत्न पनि भयो होइन। तर 62-63 फेरि एउटा आन्दोलन भयो। त्यो आन्दोलन पनि कसका निमित्त भनेर भन्दा त्यो पनि आधारभूत वर्गकै पक्षका निमित्त भन्ने भयो, संविधान बन्यो। यी धेरै राजनीतिक घटनाक्रमहरू कसका लागि हो भनेर हामीलाई सोधियो होइन, हामीले सोध्यौँ यो कसका लागि भनेर सोद्धा चाहिँ यो आधारभूत वर्गकै लागि भनियो। तर फेरि यो रूपान्तरण पछाडि जुन आन्दोलनबाट प्राप्त उपलब्धि हुन्छ होइन, त्यो चाहिँ कसले चाहिँ बढी उपभोग गर्यो भनेर खोज्दै गयौँ भने त्यो चाहिँ दलितहरूले चाहिँ त्यो प्राप्त उपलब्धि अथवा त्यो राजनीतिक रूपान्तरणबाट दलितहरूले चाहिँ राहत महसुस गर्न सकेनन्। नसकेपछि हामीले के सोच्यौँ भने नि संविधान बन्छ होइन, त्यसले पनि दलितहरूले त्यो संविधानको महसुस गर्न पाउँदैनन्। गणतन्त्र आउँछ, गणतन्त्र दलितहरूको महसुस गर्न पाउँदैन, गणतन्त्रको महसुस गर्न पाउँदैन दलितहरूले होइन। अहिले तपाईँहरूले यसो हेर्नुपर्छ कि गणतन्त्र आए पछाडि करिब 51 जना मान्छे जातीय विभेदका कारण मारिएका छन्। मैले 3-4 वटा इन्डिकेटरहरूबाट हेर्नुपर्छ हामीले। अहिले जमिनको सबभन्दा मान्छे चाहिँ अहिले धनी कसरी हुन्छ, अगाडि कसरी बढ्छ भन्यो भने ऊ सम्पत्तिमा अथवा आर्थिक रूपमा मान्छे धनी छ भनेदेखि त्यो मान्छे सबै कुरामा अगाडि बढ्न सक्छ। अब सम्पन्न हुने, विशेष गरेर आर्थिक रूपमा सम्पन्न हुने आधारहरू के छन् भनेर खोजियो भनेदेखि चाहिँ त्यो आधारहरू चाहिँ अहिले पनि स्रोतमा त्यो समुदायको कति पहुँच छ भन्ने कुरा हो। अहिले तपाईँलाई म के भन्न तपाईँलाई के आँकडा दिन चाहन्छु भने अहिले तराईमा 44% मान्छे सुकुम्बासी छ, पहाडमा 23% मान्छे सुकुम्बासी छ होइन। र कृषि भूमिहीनका कुरा गर्ने हो भने 86% भन्दा बढी दलितहरू चाहिँ अहिले कृषि भूमिहीन छन्। यो डरलाग्दो कुरा छ होइन। अर्को शिक्षाको इन्डिकेटरबाट हेऱ्यौँ भने चाहिँ अहिले 65% दलितहरू चाहिँ अहिले चाहिँ के अरे स्कुल छोड्न बाध्य छ कि कलेज छोड्न बाध्य छ। 65% विद्यार्थीहरू अहिले उसले चाहेर पनि स्कुल पढ्न सक्ने अथवा कलेज पढ्न सक्ने अवस्था छैन। यो डरलाग्दो अवस्था छ। सही स्वास्थ्यका कुरा गर्नुहुन्छ भनेदेखि अहिले पनि दलितहरूको औसत आयु चाहिँ 62 वर्ष हो भने पछाडि अहिले अरूभन्दा अहिले 12 वर्ष अगाडि नै दलित समुदाय मर्छ। यसको कारण के हो भनेर भन्दाखेरि उसले अहिले पनि उसले चाहिँ स्वस्थ खानाहरू खान पाएको छ अवस्था छैन। अब अर्को इन्डिकेटर ऊ पेसा व्यवसायको कुरा गर्ने हो भने उस अहिले 2% दलितहरू पनि पेसा व्यवसायमा छैन। राज्य कर्मचारीभित्र अथवा राज्य संयन्त्रभित्र 1% दलितहरूको पनि अहिले पनि उपस्थिति छैन। भनेपछि अहिले पनि करिब 5 से 7% दलितहरू मात्रै मध्यम वर्गमा उक्लिएका छन्, धनी पुँजीपतिहरू छैनन्। भनेपछि 90% भन्दा दलितहरू चाहिँ बढी चाहिँ गरिबीको रेखामुनि छन्। अहिले पनि के खाउँ के लाउँको अवस्थाबाट गुज्रिरहेका छन्। अब यति धेरै जटिल समस्या आयो तर जसले यसलाई समाधान गर्नुपर्ने, जसले यसलाई उठाउनु पर्ने होइन, त्यो राज्य त्यो पार्टीभित्र चाहिँ बसुन छोडे पछाडि हामीले त्यो पार्टीभित्र हामीले सङ्गठनमा रहँदा त्यो पार्टीभित्र रहँदा हामीले अलिक घनीभूत ढङ्गले त्यो विषयले उठायौँ। तपाईँले यो विषयले उठाइदिनुपर्छ भन्दा होइन, तिमीहरूको यो दलितहरूको सामान्य विषय हो कि यो चाहिँ तिमी यो विषय उठाइरहँदाखेरि जस्तै कि अहिले एउटा समाजमा हामी कस्तो देखिरहेछौँ भन्दा तपाईँले उठान गरेको विषयहरू जेन्युन छ होइन, एकदम वास्तविक त्यो धरातलभित्रकै प्रश्नहरू हुन्। तर मैले भनेको तपाईँले जुन नेतृत्व गरेको संस्था छ यसले चाहिँ के गर्न सक्छ होला भने यसको समाधान गर्ने उपाय पनि त चाहियो। तपाईँलाई राजनीतिक सङ्गठनकै रूपमा लाने हो भनेदेखि अब तपाईँले यो मुद्दा मात्रै उठाउने काम त हिजो पनि भएको थियो, चाहे हिजो पञ्चायतमा होस्, चाहे चाहिँ बहुदलमा होस् अथवा अहिले गणतन्त्रमा होस्, सबै सेक्टरमा चाहिँ यो प्रश्नहरू उठाएकै छन्। तर प्रश्न मात्रै उठाउने कुरा भएन। अन्तिममा तपाईँहरू अहिले आम रूपमा यो सर्वसाधारणले उठाउने प्रश्न के हो भने दलित आन्दोलनको नाममा चाहिँ मान्छेहरू उठ्ने, तर त्यो चाहिँ खास उसमा गइसकेपछि आफू नेतृत्वमा पुग्नको निम्ति चाहिँ यसलाई भर्याङ बनाउने काम भयो भन्ने आरोप छ। यसलाई तपाईँले यो संस्थाको अध्यक्षको हैसियतले यसलाई कसरी खण्डन गर्नु? मैले यसलाई अघि नै भने मैले यी समस्याहरू गणतन्त्र आए पश्चात हामीले सबैभन्दा बढी आधारभूत वर्गले यो गणतन्त्रको महसुस गर्नु पर्थ्यो। 1 नम्बरमा गणतन्त्र भनेकै समानता हो। मूलतः यो के हो भने गणतन्त्र भनेको जनताले शासन गर्ने यो व्यवस्था हो र त्यो पनि आधारभूत वर्गको विशेष पहुँच हुन्छ र आधारभूत वर्गले अथवा तल्लो वर्गले अथवा हेपिएका वर्गले चाहिँ जहिले पनि शासन र शासकहरूको चाहिँ शासन व्यवस्थाको महसुस गर्न पाउनुपर्छ भन्ने हो। तर यो 20 वर्षमा हामी 20 वर्षलाई फर्केर हेऱ्यौँ भने यहाँ कुनै पनि हिसाबले दलितहरूको आँखाबाट हेर्दा, महिलाहरूको आँखाबाट हेर्दा कि यो गणतन्त्र हाम्रो पक्षमा छैन भन्ने कुरा क्लियर भयो। हामीले क्लियर भयो र मैले अघि पनि भने कि यो पार्टी राजनीतिबाट बदल्नुपर्ने समस्या थियो। तर पार्टी राजनीतिबाट बदल्नको निमित्त हामीले पार्टी राजनीतिले धेरै प्रयत्न पनि गर्यौँ, तर पार्टी राजनीतिभित्र यो विषय बहस हुन छोडे
पछाडि अब कम्तीमा हामीले यो समस्यालाई समाधान नगरिकन हुँदैन। मैले तपाईँलाई अघि भने नि अहिले यी 5-6वटा इन्डिकेटरबाट हेर्दाखेरि चाहिँ दलितहरूको जीवन यति बर्बादीको अवस्थामा छ कि मैले भने कि अबको 10 वर्ष यही अवस्था कायम रहने हो भने, यही जीवन यही अवस्था रहने हो भने र यसलाई राजनीतिक निर्णयबाट नरोक्ने हो भने अबको 10 वर्षभित्रमा नेपालमा दलितहरूले अधिकारका कुरा होइन, अब भात खानको निमित्त सङ्घर्ष गर्नुपर्ने हुन्छ। अथवा सबै मैले यही भने, मैले यसलाई कन्टिन्यू गरेँ कि मैले अवस्था छ, यति धेरै जटिल अवस्था छ कि यो जटिल अवस्थाबाट दलितहरूलाई मुक्ति दिनु पऱ्यो नि पहिलो नम्बरमा त। अब हामीले यति बुझिसके पछाडि यति समस्या भएपछि यसलाई समाधानको बाटोतिर जानु पऱ्यो। यो समाधानको बाटो के हो त भनेर खोज्यो भने यो समाधानको बाटो राजनीति हो र यो दलितहरूको सामान्य समस्या होइन राम सर, यो दलितहरूको मात्र सामान्य समस्या हो भनेर बुझियो अहिलेसम्म। तर यो नेपालको सबभन्दा ठुलो र जटिल समस्या हो। तपाईँले चाहिँ सबै यसलाई विशेष गरी राजनीतिक समस्या नै हो भनेर चाहिँ यसलाई किटान गरिसकेपछि राजनीतिक दलमै चाहिँ प्रतिबद्ध भएर दलमै लाग्नु भएको भइहाल्थ्यो नि। यही भन्दैछु, बडो महत्त्वपूर्ण कुरा ल्याउनु भयो तपाईँले कि मैले अघि नै भने यति धेरै जटिल समस्या हो, यो राज्यको समस्या हो। मैले अघि भनिहालेँ यो 60 लाख दलितहरूको दुःखको पीडाको र आँसुको मात्र समस्या होइन कि यो नेपाली सिङ्गो नेपालको प्रगतिलाई रोक्ने समस्या पनि हो भनेर हामीले आकलन गऱ्यौँ। तर राजनीति पार्टी र राजनीतिले त यसलाई त सामान्य समस्याको रूपमा लियो। मैले अघि नै भने नि, मैले 5-6 वर्षदेखि नेपाल सरकारको प्रत्येक वर्षको बजेट हेरिरहेको छु कि यति ठुलो समस्यालाई समाधान गर्ने गरेर राज्यले 1 रुपियाँ पैसा पनि छुट्याउँदैन। सामान्य दलित आयोग बनाएर, त्यो पनि हैसियत नभएको दलित आयोग बनाएर सामान्य होइन 1-2 हजार भत्ता दिएर सामान्य सुधारको प्रक्रियाबाट 1-2 जनालाई मन्त्री दिने, 1-2 जना सांसद दिएर यो समस्यालाई समाधान गर्ने भन्दा पनि यो समस्यालाई झारो टार्ने काममा राज्य लागेको देखि पछाडि यति ठुलो जटिल समस्यालाई अब यसलाई राज्यकरण गर्नुपर्छ। यो हाम्रो दलितको मात्र समस्या होइन, यो त आम नेपालीको समस्या हो र यो आम राष्ट्रको मूल समस्या हो। यो आज पनि तपाईँ भन्नुहुन्छ नेपाल संसारको सबभन्दा गरिब मुलुक हो भनेर हामी भन्दैछौँ नि। नेपालमा उत्पादन क्षेत्र बन्द छ, श्रम क्षेत्र बन्द छ, सारा मान्छेहरू चाहिँ आज देश छोडेर विदेश पलायन हुने क्रम जारी छ। यो यसको कारण के हो? यसका धेरै कारणहरू अरू पनि हुन सक्छन्, तर एउटा मूल कारण नेपालमा रहेको विभेद पनि एउटा प्रमुख कारण हो। यो कुरालाई राज्यले महसुसै गर्न सकेन, सत्ताले महसुसै गर्न सकेन, राजनीतिक पार्टीले महसुसै गर्न नसके पछाडि कम्तीमा यति समस्यासँग जटिल यति जकडिएको दलित समुदायले त अब महसुस गर्नु पर्यो नि। त्यसैले हामीले तपाईँको प्रश्नमा म कहाँ गएँ भन्नुहुन्छ, यति जटिल समस्यालाई अब यसलाई समाधान गर्न कुनै सामान्य एनजिओ ल्याएर हुँदैन, सामान्य सुधारको प्रक्रियाले हुँदैन। यसलाई राज्यले ठुलो कार्यक्रमसहित यसलाई अन्त्य गर्ने प्रयत्न गर्नुपर्छ। कानुनी रूपले यसलाई बलियो बनाएर संविधानमा भएका के प्रावधानहरू छन् जसले चाहिँ हाम्रो यी समस्याहरूलाई अगाडि बढाउने निम्ति बाधा अडचनहरू गरेका छन्। हामीभित्र केही राजकीय संरचनाहरूभित्र पनि यसलाई बदल्नुपर्ने क्षेत्रहरू छन्। संविधानका केही धाराहरू उपधाराहरू पनि बदलेर अथवा यसका मौलिक हकहरूलाई थपेर अथवा आजको शासकीय संरचनाभन्दा यसलाई अलिकति थप अर्को ढङ्गले विकास गरेर नेपालको दलित समस्यालाई समाधान गर्नुपर्ने देखिन्छ। त्यसैले यो राज्य यसमा तयारी नभएको हुनाले अब हामीले सोचेको के हो भन्नुहुन्छ भने अब हामी सडकमा जानुपर्छ। अब यहाँ कुनै आजकै परिस्थितिबाट आजकै मूल्य मान्यता आजकै जे कानुनी कुराहरू छन्, आजको जे मूल्य मान्यताहरू छन्, आजको जे संरचनाहरू छन्, यसले नेपालको दलित समस्यालाई काहीँ कुनै पनि हिसाबले समाधान गर्नै सक्दैन। यसलाई बदल्नुपर्छ, यसलाई बदलेर अगाडि बढ्नुपर्छ। तर बदल्न राज्य तयार छैन, पार्टी तयार छैन। तर यो राजनीतिबाट नै यसलाई बदल्नु पर्ने भएको हुनाले राजनीतिलाई बाध्य बनाउन अब दलित सडकमा आउने गरेर तपाईँले यही कुरामा मैले तपाईँलाई अलिकति भन्न खोजेँ कि जस्तै कि हामी जब आन्दोलनको कुरा गर्छौँ, जब अधिकारका कुरा गर्छौँ, त्यति बेला चाहिँ दलितहरूलाई सडकमा आउनुपर्छ, तिमीहरू आन्दोलन गर्नुपर्छ, नारा लाउनुपर्छ, होइन, हामी हाम्रो अधिकारको निम्ति सडक सदन सबै ठाउँमा चाहिँ हामी आक्रामक हिसाबले लाग्नुपर्छ भन्छौँ। तर त्यस सँगसँगै एउटा गम्भीर प्रश्न के छ भने अहिलेसम्म जति मान्छेहरू जसले संस्थागत रूपमा होस् वा व्यक्तिगत रूपमा, होइन, हामी 2046 पछाडि त लगभग यस्तो संस्थागत रूपमा धेरैवटा यो समुदायलाई केही गर्छु भनेर आउनुभयो। तर उहाँहरूले चाहिँ जब आफू अवसर प्राप्त गर्नुहुन्छ त्यसपछि यो चिजहरूलाई निस्तेज पारेको देखिन्छ। अब यसलाई चाहिँ तपाईँहरूले कम्तीमा त्यो समुदायलाई चाहिँ साँच्चै हामीले चाहिँ गर्ने नै हो, यसले चाहिँ केही गर्छ नै भनेर देखाउनको लागि तपाईँहरूले भरोसा योग्य योजना चाहिँ के छ? धन्यवाद। साथै महत्त्वपूर्ण कुरा तपाईँले सोध्नुभयो। मैले पहिलो कुरा तपाईँले के जानकारी तपाईँ मार्फत के जानकारी दियो भने नेपालमा एउटा सन्दर्भमा बाहेक खास सन्दर्भमा बाहेक नेपालमा दलितहरूको छुट्टै आन्दोलन भएको इतिहास छैन। 1 नम्बरमा आजको राजनीतिक परिवर्तनमा दलितको ठुलो भूमिका छ, योगदान छ र उनले रगतको कोटा पनि पुरा गरेका छन्। तर त्यहाँ के छ भन्नुहुन्छ भने कुनै पनि त्यसको नेतृत्व चाहिँ दलित समुदायले गरेको छैन।
र कहीँ कुनै पनि घटनाहरूमा दलितहरूले आन्दोलन गरेको छ। तर सत्तालाई नै झुकाउने गरेर, सत्तालाई नै बदल्ने गरेर अथवा सत्तासँग नै निर्णायक होइन हस्तक्षेप र हैसियत निर्माण गर्ने गरेर आज नेपालमा दलित आन्दोलन भएको छैन, एक नम्बरमा। दोस्रो नम्बरमा तपाईँले अघि भनिहाल्नुभयो बेला बेलामा यस्ता दलित आन्दोलनका विषयहरू छलफल भएकै छन्। म तपाईँले 2-3 वटा कुरा गर्न चाहन्छु। अब एक नम्बरमा नेपालको दलित आन्दोलनको केही चरित्रहरू तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा 3टा दलित आन्दोलनको चरित्र देखियो। एउटा नेपालको दलित आन्दोलन दास्तावादबाट ग्रसित भयो कि पार्टीमा जाने, पार्टी नेतालाई रिजाउने र जीवनमा एकचोटि एउटा पद खानको निमित्त ऊ पार्टी नेतृत्वको चाकरी गर्ने र दलित आन्दोलनपट्टि ऊ नफर्किने र दलित समस्याप्रति ऊ जहिले पनि समस्याबाट टाढा जाने अथवा उसको दलित समुदायको प्रतिनिधित्व चाहिँ गर्ने। तर के हो भने त्यो मुद्दालाई पार्टीमा लगेर स्थापित गर्नु पर्थ्यो, आन्दोलनको बलबाट त्यसलाई सत्तामा स्थापित गर्नु पर्थ्यो अथवा राज्यलाई त्यो आन्दोलन मार्फत राज्यले दलित समस्या समाधान गर्ने त बाध्य बनाउनु पर्थ्यो, नगर्ने कि पार्टीलाई यो म अब दलित मुद्दा छोड्छु, यो आन्दोलन मलाई जरुरी छैन, म तपाईँका निमित्त चाहिँ म काम गर्न तयार छु, मलाई एउटा पद दिनु पर्यो भन्ने तहबाट नेपालको दलित आन्दोलन अगाडि बढ्यो। त्यो विशेष गरेर त्यो राजनीतिक पार्टीहरूमा त्यो ग्रसित भयो। हामीले यसलाई दास्तावादबाट ग्रसित भन्यौँ। यो त कहाँसम्म पुग्यो भने नेताहरूमा चाकरी गर्ने र एउटा पद खाने मात्र विषय थियो पहिला। अहिले त पार्टीभित्रको दलित नेताहरूमा पनि को चाहिँ बढी चाहिँ होइन नेताहरूको वफादार भन्ने ओटबाजी चल्न लाग्यो। यहाँ विचार शून्यताको पराकाष्ठै भयो अथवा त्यो विचारसँग आधारितै भएन। यो कुनै किसिमले चाहिँ के भयो भन्नुहुन्छ भने यो चाहिँ एउटा पद खाने भन्दा अर्को कुनै खालको चाहिँ सपना नै रहेन। त्यसैले हामीले यसलाई दास्तावाद भन्यौँ कि त्यहाँबाट नेपालको दलित आन्दोलन पार्टीभित्र यति कमजोर भयो कि अहिले कुनै पनि नेता नेतृत्व चाहिँ पार्टी नेता नेतृत्वको अगाडि आमुने सामुन्ने उभिएर दलित हक हितको सवालमा बोल्न सक्ने ल्याकत औकातै छैन। र त्यो भित्र एउटा यो खालको छ र त्यो भित्र पनि व्यक्ति बिचमा फुट र जात बिचमा फुट बनाएर यति धेरै समस्या छ कि त्यो सीमा साध्य नै छैन। अर्को एउटा चरित्र अति बौद्धिकतावाद। हामीले के बुझ्यौँ भने सबभन्दा विशेष गरेर सबैलाई यो आरोप नलाग्न सक्छ, सबैलाई आरोप नलगाउँ, तर आम रूपमा के देखियो भन्नुहुन्छ भने विशेष गरेर बौद्धिक तबकाहरूले नेपालको दलित आन्दोलनलाई बुझेको थिए। नेपाल दलित आन्दोलनलाई उनीहरूले बढी बहस गर्नुपर्ने थियो, बढी छलफल गर्नुपर्ने थियो र यसलाई चाहिँ राजनीतिकरण गरेर लिएर जानुपर्ने थियो र यसले सामाजिक रूपमा यसलाई त्यो बौद्धिक तबकाले नेपालको दलित समस्यालाई चाहिँ मुद्दाको रूपमा स्थापित गर्दै यसको नेतृत्व गरेर यसलाई आन्दोलनको रूपमा विकास गर्नुपर्ने थियो। तर त्यसले के गर्यो भन्नुहुन्छ भने नि त्यो नेपालको दलित आन्दोलनको जुन आँसु छ, पीडा छ, त्यो आँसुलाई बेच्ने काम गर्यो। यसले एनजिओ बनायो होइन, प्रपोजल बनायो र दलित समस्या छ भनेर चाहिँ यसले चाहिँ के गर्यो भने नि विदेशी दातन निकायहरूबाट चाहिँ पैसा लिएर आउने खाने काम गर्यो अथवा एउटा ठुलो बौद्धिक तबकाले चाहिँ यसलाई बिजनेसको रूपमा प्रयोग गर्यो। अहिले एउटा तेस्रो प्रवृत्ति एउटा देखियो कि एउटा लोकप्रियतावाद। यो चाहिँ लोकप्रियतावाद भन्नाले चाहिँ कस्तो भने कहाँ के घटना गर्छ है राममाधवजी, कहाँ के घटना गर्छ त्यो घटनालाई चाहिँ स्टनबाजी गर्ने, अरू केही नगर्ने। मिडिया छ अहिलेको जमानामा, मिडियाबाजी गर्ने, गाली गर्ने होइन। दलितहरूको मनोविज्ञान के छ भने अलिअलि ब्राह्मण विरोधी मनोविज्ञान पनि विकास भएको छ, अलिअलि सत्ता विरोधी मनोविज्ञान पनि विकसित भएको छ, अलि उच्च जात विरोधी मनोविज्ञान विकास भएको छ र अहिलेको अभियन्ताहरू त्यही मनोविज्ञानलाई होइन चाहिँ आफ्नो पक्षमा ल्याउने गरेर अहिले चाहिँ स्टनबाजी गर्ने, विशेष गरेर ब्राह्मण समुदायलाई गाली गर्ने होइन, अथवा धार्मिक हिसाबले गाली गर्ने अथवा सत्तालाई गाली गर्ने र आफू लोकप्रिय हुने र त्यो लोकप्रियताको आधारमा चाहिँ एउटा अभियान चलाउने एउटा प्रवृत्ति देखा पर्यो। मैले तपाईँले के जोड्न खोजेँ भन्नुहुन्छ भने यो 3वटा प्रवृत्ति नेपाली दलित आन्दोलनको निम्ति घातक भयो। यसले नेपालको दलित आन्दोलन बलियो बनायो। तीनटा विषय जो चाहिँ अब एउटा दासमा चाहिँ लिप्त हुने दलितहरूको भयो, अर्को तपाईँको बौद्धिकतामा हराउनेहरू छन् र अर्को चाहिँ तपाईँको लोकप्रियतावाद। यो तीनटै चिजलाई चाहिँ होइन संयोजन गरेर तपाईँले यो दलित आन्दोलनलाई उठाउन चाहनु भएको छ, मतलब यो संस्थागत रूपमा के त्यो सम्भव छ? होइन, मैले त्यही भन्दैछु किन नहुनु। मैले अघि भने यो 3वटा वादले चाहिँ नेपालको दलित आन्दोलन कमजोर बनायो र हामीले भन्यौँ नेपालको दलित समस्या यति जटिल समस्या हो कि त्यो जटिल समस्या सामान्य प्रयत्नले बदलिनेवाला छैन। मैले अघि भने नेपाली समाज यस्तो समाज हो कि जुन समाजमा जातका कारणले सबै कुरो प्राप्त हुन्छ। रामबहादुरजी, यहाँ प्रतिभाको कदर हुँदैन। जात भनेको 2टा कुरा हो, यसले सामाजिक एकता हुन दिँदैन, यसले बौद्धिकताको कदर हुँदैन। यो 2टा कुरो
होइन, यसले योगदानको नि कदर हुँदैन, बौद्धिकताको नि कदर हुँदैन, यसले जात अगाडि बढाउँछ। अहिले पनि मान्छेले डक्टर, इन्जिनियर, पाइलट हुँदा जति गर्व महसुस गर्छ त्योभन्दा बढी चाहिँ म यो जातको हुँ भनेर गर्व गर्छ। र समाजले पनि के गर्छ भने नि कुनै पनि बौद्धिक तबकाहरूलाई नेतृत्व सजिलै स्वीकार्दैन। जति जातबाट अथवा माथिल्लो जात, कथित माथिल्लो जातबाट उभिएका मान्छेहरूलाई सजिलै समाजले एक्सेप्ट गर्छ। अहिले दलित समुदायबाट जति नै बौद्धिक भएर गयो भने नि उसलाई नेतृत्वमा स्वीकार गर्न सक्दैन। होइन, यो हाम्रो समाजको चरित्र हो। यो डरलाग्दो चरित्रबाट हाम्रो नेपाली समाज अगाडि बढेको छ भनेपछि र यसले एउटा विभेद त निम्ति आएन। विभेदले यसको सांस्कृतिक मूल्य मान्यता, सांस्कृतिक आँखाबाट हेर्दाखेरि यसले गहिरो गरी यसले चाहिँ समाजभित्र विभाजन चाहिँ जन्माएको छ, जसलाई मिल्दै दिइरहेको छैन। यसले आर्थिक रूपमा यसलाई ठुलो एउटा चाहिँ वर्गीय खाडल निर्माण गरेको छ। होइन, यसले एउटा सांस्कृतिक रूपमा एउटा वर्गीय खाडल निर्माण गरेको छ। यसले धेरै क्षेत्रहरूमा यसले चाहिँ जटिलभन्दा जटिल समस्याहरू निर्माण गरेको छ। तर यसलाई अन्त्य गर्नको निमित्त यो ठुलो राजनीतिक होइन अभियान सञ्चालन गर्नु पर्थ्यो। यसको छुट्टै अध्ययन गरेर होइन अध्ययन गर्ने, यसको समस्या समाधानका पाटाहरू खोज्नु पर्थ्यो। तर नेपालको दलित अभियन्ताहरूले यो पाटाहरूमा विश्लेषणै गरेनन्। मैले अघि भने यी तीनवटा चरित्रले कसरी हुन्छ आफू व्यक्तिगत रूपमा अहिले नाफा लिने अथवा राजनीतिक रूपमा स्थापित हुने, एउटा पद खानेतिर मात्र नेपालको दलित अभियन्ता लागे। हामीले के भन्यौँ भने यसरी हुँदैन। अब सामान्य सुधारको प्रक्रियाले नेपालको दलित समस्या समाधान हुँदैन। यो जटिल प्रक्रियाबाट नेपालको दलित समस्यालाई समाधान गर्नुपर्छ। एक नम्बरमा यसले जात मान्ने भएको हुनाले अहिले सजिलै हामीले स्वीकार्दैन। दोस्रो, जातकै कारणले या पद प्रतिष्ठा प्राप्त गर्ने भएको हुनाले यसलाई हामीले सजिलै यसले स्वीकार गर्दैन। भने पछाडि स्वीकार गर्नको निम्ति बाध्य बनाउनुपर्छ। बाध्य बनाउने भनेको बिन्ती गरेर हुँदैन, एउटा निवेदन दिएर हुँदैन, अलिअलि हल्ला गरेर हुँदैन, आँसु चुहाएर हुँदैन, रोएर हुँदैन। नवराजकी आमालाई अँगालो हालेर कुहाँ रोएर नेपालमा दलित समस्या समाधान हुने विषय नै होइन कि सडकमा उत्रेर 2-4 थोपा रगत बगाउने हिम्मत अबको नेता नेतृत्वले गर्छ कि गर्दैन भन्ने प्रश्न हो। यदि यो नगरिने हो भने नेपालमा दलित समस्या समाधान हुँदैन। किनकि मैले अघि नै भनिहालेँ, राज्य जातमा आधारित छ, पार्टी जातमा आधारित छ, सामाजिक संरचना जातमा आधारित छ, संस्कृति जातमा आधारित छ। यसलाई नभत्काएसम्म समानताको कुनै पनि इन्डिकेटरमा होइन दलितहरूलाई अगाडि बढाउनै सकिँदैन। त्यसो हुनाले राज्यले स्वीकार्ने गरेर अब दलितहरूले ठुलो एउटा बलसहित सडकमा गएर एउटा विद्रोह गर्नुपर्ने आवश्यकता छ। विद्रोहको कुरा गर्नुभयो होइन, यो विद्रोह भन्ने बित्तिकै चाहिँ अहिले यही दलित समुदायकै तपाईँले अहिले इन्डिकेटर उसमा इङ्गित गर्नुभएको जस्तै कि त्यो बौद्धिक वर्ग भन्छन् नि, त्यो बौद्धिक वर्गले चाहिँ के भन्दछ भने नेपालमा दलितहरूले छुट्टै आन्दोलन गर्नै सक्दैनन्। आन्दोलन गर्न मुख्यतया 3वटा चिजहरू चाहिन्छ। हामीसँग जनसङ्ख्या चाहिन्छ अथवा आर्थिक स्रोत चाहिन्छ र अन्य वैदेशिक रूपमा चाहिँ अन्तर्राष्ट्रिय समर्थन चाहिन्छ। यो 3टै चिज दलितहरूसित छैन, किनभने दलितहरूको सङ्ख्या अत्याधिक छ तर छरिएर बसेको छ होइन। बौद्धिक वर्गहरूले त्यो भन्ने गर्छन् होइन। अब तपाईँ भन्नु न, यो 3टा तपाईँले चाहिँ यसमा सम्भावना देख्नुहुन्छ? एकदमै। पहिलो कुरा तपाईँले अघि भनिहाल्नु भयो कि संसारको क्रान्ति, संसारमा भएका कुनै पनि क्रान्तिहरू होइन मुक्ति अभियानहरू बराबरी पैसा जम्मा गरेर भएका छैनन्। एउटा कुरा होइन, यो आवश्यकताले जन्माउने कुरा हो। नेपालको दलित आन्दोलन इतिहासकै सबभन्दा बढी जटिल मोडमा उभिएको छ। मर्ने कि लड्ने भन्ने अवस्थामा होइन। अब कि मर्ने विकल्प छ हामीसँग कि लड्ने विकल्प छ, लडेर बाँच्ने विकल्प छ। यति मात्रै हो हाम्रो विकल्प भनेको। तपाईँले अघि जे भन्नुभयो नि, यो बौद्धिक तबकाहरूले अघि नै भने नि मैले, बौद्धिक तबकाहरू भनेको यो मुद्दालाई बेचिरहने एउटा तबका छ बिजनेसको रूपमा। कलम बोकेर आएका मान्छेहरू आज काठमाडौँमा गाडी चढ्ने, घर बनाउने औकात कुनै पनि मान्छेहरूले बिजनेस व्यापार गरेको छैन होइन। यो कहाँबाट आयो पैसा? यो मुद्दा बेचेर आएको हो नि। उसलाई यो मुद्दा बेच्नको निमित्त यो मुद्दा कायम रहनुपर्छ र कायम राखिराख्नको निमित्त यस्तै फन्डाहरू गरिरहनुपर्छ। तपाईँले एउटा कुरा भन्नु नि, 60 लाख भनेको सानो सङ्ख्या हो। 60 लाख जनसङ्ख्या आजको कुन क्रान्तिमा चाहिँ 60 लाख मान्छे उत्रिएर चाहिँ क्रान्ति सम्पन्न भएको छ? त्यस्तो होइन नि। क्रान्ति प्रतिनिधिमूलकै हुन्छ। मूल कुरा मुद्दा हो, मूल कुरा आवश्यकता हो कि पहिलो कुरा दलित मुद्दा, नेपालको दलित मुद्दा नेपालको सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले सबभन्दा ठुलो मुद्दा हो होइन, एउटा प्रश्न। र दोस्रो कुरा आवश्यकता हो। यो आवश्यकताले जन्माउने कुरा हो। र अर्को कुरा तपाईँहरूले भन्नुभयो कि धेरै मान्छेहरूले प्रश्न के छन्, दलितको विद्रोह कहाँ सम्भव छैन भनेर भन्नुहुन्छ कि हामीले भन्यौँ कि धेरैचोटि मधेस विद्रोह सम्भव हुँदा, थारू विद्रोह सम्भव हुँदा होइन, जेन्जी विद्रोह सम्भव हुँदा दलित विद्रोह किन सम्भव छैन भनेर हामीले भन्यौँ। भन्दाखेरि उहाँहरूको तर्क के छ भन्नुहुन्छ भने मधेसहरू एक ठाउँ छ, उनीहरूको बस्ती एकै ठाउँ थियो, त्यसैले त्यहाँ आन्दोलन उठ्नको निम्ति सजिलो भयो। थारूहरूको पनि त्यही थियो, जेन्जीहरूको पनि त्यही थियो। तर दलितहरूको त देशभरि फैलिएको छ, कसरी हुन्छ? एउटा कोणबाट हेर्दा त्यो ठिकै पनि हो। तर हामीले त्यसको एउटा गहिरो अध्ययन गऱ्यौँ रामबहादुरजी। के गर्यौँ भने नि,
मधेस किन एकै ठाउँ रह्यो त भन्दाखेरि ऊ जमिनमा आधारित थियो। उसको उत्पादन चाहिँ जमिन हो र ऊ त्यहाँको जमिनमा नै ऊ जोडिएर रहेको कारणले गर्दा उसका बस्ती पनि सँगै रह्यो। तर दलितहरूको चाहिँ के छ भने देशभरि दलितहरू चाहिँ जमिनमा आधारित छैन, ऊ चाहिँ श्रममा आधारित छ। र अहिले पनि दलितहरू जहाँ श्रम क्षेत्र छ त्यहीँनिर दलितहरूको बसोबास छ। विशेष गरेर श्रम क्षेत्र कहाँ हो भने 2 ठाउँ हो, एउटा सहर हो र एउटा विदेश हो। कि अहिले काठमाडौँमा त 6 लाखभन्दा बढी दलितहरूको बसोबास छ हाम्रो अध्ययनले त्यो भन्छ। त्यसो भने पछाडि अहिले घर पो दलितहरूको देशभरि छ त, बस्ती त एकै ठाउँ छ। यसो हुँदा के छ भने नि विद्रोहको निमित्त हामीले सहरमा रहेका दलितहरूलाई बढ्ता चाहिँ सचेतीकरण गर्ने र उहाँहरूलाई आन्दोलनको निमित्त आह्वान गर्ने र काठमाडौँलाई आन्दोलनको केन्द्र बनाउने र देशैभरि अहिले त मिडियाको जमाना छ होइन, हामी चाहिँ विभिन्न माध्यमहरूबाट उहाँलाई सचेतीकरण गर्ने र आन्दोलनको निमित्त उत्प्रेरित गर्ने र आग्रह गर्ने र सडकमा आउनको निमित्त उहाँहरूलाई आह्वान गर्ने हामी तपाईँले ठिकै भन्नुभयो। जस्तै कि अहिले हामीले देख्यौँ, जस्तै 2046 सालमा जब देशमा प्रजातन्त्र आयो त्यसपछि धेरै जस्ता चाहिँ यस्ता सामाजिक सङ्घ संस्थाहरू होइन, विभिन्न राजनीतिक दलका भातृ सङ्गठनहरू खुले होइन, त्यसले चाहिँ विभिन्न ठाउँबाट आफ्ना अभियानहरू चलाउँदै गए। तर त्यो कहिले पनि होइन एक ठाउँमा आउन सकेन। किन सकेनन् भन्दा कहिले चाहिँ त्यो नेतृत्वको सवालमा मिलेन होला, कहिले मुद्दा मिलेन होला, विविध कारणले उहाँहरू मिल्न सक्नु भएन। अहिले पनि केही पूर्वबाट केही साथीहरूले अभियान चलाइरहनु भएको छ, कसैले काठमाडौँमा बसेर केन्द्रित गरिरहनु भएको छ र तपाईँहरू पनि त्यो गर्नुभएको छ। अब मलाई भन्नुहुन्छ भने अब यो आन्दोलनलाई चाहिँ एउटा निष्कर्षमा पुर्याउनको निम्ति त हामीले के जरुरी छ भन्दा एकीकृत आन्दोलन नै जरुरी होला। हामी फेरि पनि दलितहरू फुटेर हुँदैन, किनभने अहिले पनि हामीमाथि एउटा आरोप छ, राजनीतिक दलहरूले लाउने आरोप के हो त भन्दा तपाईँहरू आफै मिल्न सक्नुहुन्न। कसरी हुन्छ होइन, एउटा जातको हिसाबले मिल्नुहुन्न, अर्को राजनीतिक हिसाबले पनि मिल्नुहुन्न भनेर हामीलाई आक्षेप लाग्छ। तपाईँहरूले यो सबै आन्दोलनकर्मीहरूलाई जोड्ने त्यस्तो खालको के मेकानिजम अथवा के बनाउनु भएको छ योजना? रामाजी, यसमा चाहिँ अलिक फरक ढङ्गले यसको बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। दलितहरूको एकता हुँदैन भन्ने जुन एउटा आरोप छ त्यो सबभन्दा बढी मिथ्या हो। संसारमा त्यसो भए बाहुनहरूको चाहिँ सबै ठाउँ एकता छ त, क्षेत्रीहरूको चाहिँ सबै ठाउँ एकता छ त? छैन नि, एक। र अर्को कुरो निरपेक्ष एकता कहीँ पनि हुँदैन, एकता सापेक्षतामा हुन्छ, एक। र दोस्रो कुरो हामीले जति बेला एकता हुन्छ र त्यति बेला क्रान्ति गरौँ भन्ने कुरा जतिको भ्रम होइन, त्यो अरू हुनै सक्दैन, यो गलत तर्कहरू हुनै सक्दैन। म तपाईँलाई 2-3वटा कुरा गर्न चाहन्छु यसमा। म तपाईँलाई नेपालमा एकताबद्ध दलित आन्दोलन हुनै सक्दैन, हुँदैन पनि, र त्यो अपेक्षा पनि गर्नु हुँदैन। मैले किन भने भन्नुहुन्छ भने नि मैले अघि नै भनेको छु, एउटा यही दलित आन्दोलनलाई बेचेर पद खानेहरूको एउटा ठुलो झुन्ड छ। उसलाई यो समस्या समाधान भइदियो भने त्यो बेच्ने चिजै अन्त्य हुन्छ, ऊ यो चिजलाई राखिराख्न चाहन्छ। त्यसो हुनाले ऊ हामीले गर्ने सङ्घर्षमा ऊ आउँदैन, अझ भनौँ हामीले गर्ने सङ्घर्षको ऊ विरुद्धमा उभिन्छ। एउटा बौद्धिक तबका छ, मैले अघि नै भनिहालेँ, यो यही हाम्रो मुद्दालाई, हाम्रो आँसुलाई बेचेर खाइरहेको छ, ऊ बिजनेसको रूपमा लिइरहेको छ। हाम्रो आन्दोलनले यो बिजनेस समाप्त गरिदिन्छ, ऊ यो बिजनेस समाप्त होस् भन्ने चाहँदैन। ऊ त्यो वर्ग पनि हाम्रो आँसु बेचेर खाइरहेको वर्ग पनि हाम्रो आन्दोलनको विरुद्धमा हुन्छ होइन, त्यो ठुलै तबका छ होइन। यहाँ एउटा क्रान्ति सम्पन्न गरेर मुलुक बदल्नुपर्छ अथवा यो समानतामूलक समाज बनाउनुपर्छ भनेर लाग्नेहरूको एउटा तबका छ, होइन यसलाई बेचेर यो समस्यालाई राखिराख्ने र यसलाई बेचेर खानेहरूको एउटा तबका छ। यही बिचमा पनि त ठुलो द्वन्द्व छ नि, कहाँ एकता हुन्छ त? हुँदैन नि। मैले जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने यो निरपेक्ष एकता खोजेर हुँदैन, एकता सापेक्षतामै हुन्छ। र अर्को कुरा, यो क्रान्ति आन्दोलन अभियान प्रतिनिधिमूलक हुन्छ, एक नम्बर। र अर्को कुरा, यो आम मान्छेले स्वीकार्ने विषय हो होइन, आम मान्छेले स्वीकारेर जाने कुरा हो होइन। यो सबै 100मा 100 मान्छेहरू आन्दोलनको क्रान्तिको पक्षमा पनि हुँदैन, समर्थनमा पनि हुँदैन। म तपाईँलाई अधिकतम मान्छेले क्रान्तिमा जोडेर लाने कुरा हो। यो क्रान्तिमा जोड्ने कुरा के हो भन्दाखेरि मुद्दा हो, हामीले त्यो मुद्दा स्थापित गरेका छौँ, एक नम्बरमा। दोस्रो नम्बरमा के छ भने नि दलितहरूको एकता हुँदैन भन्ने जुन एउटा भाष्य निर्माण गरिरहेका छन् यो सबभन्दा बढी गलत हो होइन। सबैभन्दा बढी एकता कहीँ छ भने दलितहरूमा छ होइन। म तपाईँले 2-3वटा उदाहरण दिन्छु। एक, हामीले पार्टीमा हाम्रा दलितहरूको अगुवाहरूलाई पार्टीमा पठायौँ, चुनाव जितायौँ, संसद बनायौँ, मन्त्री बनायौँ कि तपाईँहरू त्यो पार्टीमा पुगे पछाडि दलितहरूको पक्षमा आवाज उठाइदिनुहोस्, हाम्रा दुःख बदलिदिनुहोस् होइन, त्यहाँ बसेर घनीभूत ढङ्गले हाम्रा विषयमा चाहिँ चर्को आवाज बुलन्द गरिदिनुहोस्, नभए हामी पनि आउँछौँ भनेर दलितहरूले उनलाई पठाए। तर उनी के गरे त? समाज बदल्न गएको, दुनियाँ बदल्न गएको हाम्रो नेताहरू आफै बदलिएर ऊ एउटा जातको चाकरी गर्न पुग्यो अथवा एउटा नेतृत्वको चाकरी गर्न पुग्यो, हामीपट्टि फर्केर नै आएन होइन। अनि उसलाई हेरेर कहाँ समाज एकता हुन्छ? हुँदैन नि।
अर्को एउटा बौद्धिक तबका जसलाई हामीले तिमीले त जानेका छौ बुझेका छौ यो समाजलाई देखेका छौ तिमीहरूले हाम्रो यत्रो ठुलो दुःख छ यो दुःखलाई बदल्दियौ है होइन तिमीले त कम्तीमा बौद्धिक आँखाहरूले यसलाई चाहिँ बदल्ने निम्ति प्रयत्न गर भनेको उही बेचेर खान थाल्यो उही मुद्दालाई बेचेर खान थाल्यो भनेपछि उसको नजरमा एकता भइदिनु पर्यो अथवा उसको पक्षमा एकता भइदिनुपर्छ भन्ने छैन नि होइन यो दुनियाँ कस्तो हुन्छ भन्नु छ नि एउटा मागी खानेहरूको जमात छ एउटा गरी खानेहरूको जमात छ मागी खाने र गरी खानेहरूको जमातको बिचमा जहिले पनि द्वन्द्व हुन्छ त्यसैले मैले तपाईँलाई यही रोकेँ मैले तपाईँले भने कि हामी त्यो मागी खानेहरूको पक्षमा होइन हामी गरी खाने दलितहरूको पक्षमा हामी लड्दैछौँ त्यसले मैले अघि भने हामीले एउटा मुद्दा स्थापित गरेका छौँ हामीले 39वटा मुद्दामा हामीले हाम्रो मुद्दा तयार गरेका छौँ यो मुद्दालाई कार्यान्वयन गर्ने कुरा हो होइन यसले नै दलितहरूको एकता कायम गर्छ र मैले एकता भनेको आन्दोलन हो यो हामीले आन्दोलनको आह्वान गरेका छौँ अहिले तपाईँलाई अहिले फेरि अभियान चलाउने पार्टी खोल्ने अहिले पछिल्लो समय यो खालको चाहिँ एउटा संस्कृतिको निर्माण भएको छ अहिले पछिल्लो समय यो गतिविधि व्यापक रूपमा देखिन्छ तपाईँलाई मैले यही रोकिहालेँ कि जस्तै सबै नीतिहरूको चाहिँ अब नीति त होइन मुख्य नीति माओ नीति भने त राजनीति नै हो अनि राजनीतिक रूपमा यो समस्या समाधान हुनुपर्छ भन्ने कुरामा तपाईँ पनि विश्वस्त हुनुहुन्छ र आम दलितहरू पनि विश्वस्त छन् त्यसो भएको हुनाले मैले यहाँ तपाईँलाई यहीँनिर सोध्न खोजेको कुरा चाहिँ के भने जस्तै हामी माओ नीतिसँग मा जसलाई नेतृत्व गर्न पठाउँछौँ हामी सर्वसाधारण मान्छेहरूले जो दलित समुदायका मान्छेहरूले पनि आफ्ना भोट मार्फत उहाँहरूलाई प्रतिनिधि चुनेर पठाउनुहुन्छ अनि तिनीहरू गइसकेपछि त्यहीँनिर हराउने परिस्थिति छ होइन हराइरहनु भएको छ जहाँ जानुहुन्छ त्यही चाकडीवादमा लिप्त हुनुहुन्छ जो जानुहुन्छ त्यहीँनिर चाहिँ हराउनुहुन्छ पार्टीमा नेताको पछाडि लाग्ने परिस्थिति बनिरहेछ हो यो परिस्थितिले के देखाउँछ भने दलितहरूको समस्या अझै पनि हट्दैन कि होइन अनि त्यो भएको हुनाले चाहिँ तपाईँहरू जो आन्दोलन भनेर लागिरहनु भएको छ त्यसमा पनि एउटा भरोसायोग्य होइन नेतृत्वको रूपमा उहाँहरूले ठान्न छोडिसक्नु भएको छ दलित समुदायले होइन यसलाई साँच्चै अब त्यो दलित समुदायले यो चाहिँ भरोसायोग्य सङ्गठन हो अथवा यो चाहिँ हाम्रा पीडा बोल्ने मान्छे चाहिँ यिनै हुन् भन्ने बनाउनको निम्ति तपाईँहरूको प्रयत्न के अहिलेसम्म नेपालको दलित आन्दोलन किन कमजोर भयो भन्दाखेरि मैले अघि पनि भनेको थिएँ कि नेपालको दलित आन्दोलन चाहिँ आफ्नै खुट्टामा उभिएर अहिलेसम्म भएको देखिएन र नेपालको नेतृत्व राजनीतिक आन्दोलन पार्टीभित्रको नेतृत्वहरू पनि दलित आन्दोलनको बलबाट नेता बनिएको देखिएन काहीँ न काहीँ कुनै न कुनै पार्टी राजनीतिबाट र कुनै कुनै नेता नेतृत्वको इच्छा चाहना र बाट अथवा उसको उनीको नेतृत्वबाट विकास भएको देखियो जसको परिणाम के भयो भन्नुहुन्छ भने नि जुन ठाउँमा उभिएर होइन यो समस्याको निमित्त घनीभूत ढङ्गले उसले आवाज उठाउनु पर्ने थियो त्यो आन्दोलनको बलबाट उभिएर गएको भए त्यसले घनीभूत ढङ्गले पार्टी सङ्गठन आन्दोलन सङ्गठनभित्र यो आन्दोलनको विषयमा बहस गर्न सक्थ्यो तर यो कसैको इच्छा चाहनाबाट विकसित नेता भएको हुनाले उहाँले त्यहाँनिर चाहिँ आफ्नो कुरा उठाउन सक्नु भएन एउटा जटिल विषय रह्यो किनकि नेपालमा खास रूपमा दलित आन्दोलनै आजसम्म भएको छैन र दलित आन्दोलनले के अरे जन्माएको नेता नेतृत्व नै छैन एक नम्बरमा अब यसले दलित आन्दोलन एउटा कमजोर रह्यो जसको परिणाम पार्टीभित्र यत्रो 20 वर्षभित्रमा जुन ढङ्गले दलितहरूको विषयमा असाध्यै बढी बहस हुनु पर्थ्यो त्यो बहस हुन सकेन एक नम्बर अब अर्को कुरा के रह्यो भन्नुहुन्छ भने हामीले के चाहियौँ भन्नुहुन्छ भने अब चाहिँ दलितहरूको आफ्नै प्रयत्नले आफ्नो नेतृत्व विकास गर्नुपर्छ अघि भने भरोसायोग्यको कुरा गर्नुभयो यो भरोसा चाहिँ कसलाई गर्ने त भरोसा पढे लेखेकोलाई भरोसा गर्यो त्यहाँबाट धोका पाइयो नेता नेतृत्वलाई देखिएको नेता नेतृत्वलाई भरोसा गर्यो त्यो पनि त्यहाँ पनि धोका पाइयो भनेपछि अब कसलाई नेतृत्व स्वीकार्ने भन्दाखेरि अब आन्दोलनलाई स्वीकार्ने हो मूल कुरा चाहिँ अब आन्दोलनमा अथवा नेपालको दलित आन्दोलनले अब कसले नेतृत्व गर्छ अथवा त्यसले कसले इमान्दारीपूर्वक त्यो नेतृत्वलाई बोक्न सक्छ र होइन त्यसलाई व्याख्या गरेर अथवा त्यसलाई चाहिँ त्यो विद्रोहलाई चाहिँ नेतृत्व गरेर अगाडि बढ्न सक्छ अबको नेता नेतृत्व नै उही नै हुने हो हामीले के भन्यौँ भन्नु छ नि यो हामीले सञ्चालन गरेको यो आन्दोलन यो सामूहिक नेतृत्वमा आधारित आन्दोलन हो यो खास व्यक्तिलाई विकास गर्ने भन्दा नि यो सामूहिक नेतृत्वलाई विकास गरेर लिएर जाने र मूल कुरा राज्यमा दलितहरूको मुद्दा स्थापित गर्ने कुरा हो यो कुरामा काहीँ न काहीँ नेता त स्थापित भइ नै हाल्छ यो त सधैँ कुनै न कुनै नेता नेतृत्वले चाहिँ के अरे यसको नेतृत्व त गर्नै नै पर्छ नै त्यही नै स्थापित हुने होला तर हामीले के भन्यौँ भने त्यही नै आजको हाम्रो नेता नेतृत्व हो भनेर हामीले अहिले नै चाहिँ उनलाई चाहिँ स्थापित गर्न चाहेका छैनौँ किनभने तपाईँलाई मैले यहाँनिर अलिकति रोकिहालेँ जस्तै कि अहिले तपाईँ त विभिन्न राजनीतिक दलमा पनि सम्बद्ध हुनुभयो नि त होइन हिजो चाहिँ एउटा पार्टीमा नेतृत्व गर्नुभयो त्यो पार्टीभित्र पनि यो दलित सङ्गठनै पनि नेतृत्व गर्नुभयो र यहाँसम्म आउनुभयो
अनि अहिले यस्तो खालको सङ्क्रमणकालीन अवस्था छ जब यो जेन्जी विद्रोहपछि एउटा देश नै होइन राजनीतिक हिसाबले एकदम अस्थिर अवस्थामा छ। हुन त तपाईँहरूले यो अभियान सुरु गरेको अलि लामै समय भयो, यद्यपि अहिले यति बेला यसको अभियान अलिक तीव्रै रूपमा पनि अगाडि बढिरहेको छ। तपाईँले यति बेलै होइन यही अवस्थामा चाहिँ यो आन्दोलनलाई अझ एउटा वातावरण मैत्री देख्नु भएको छ नि त होइन, किन देखिरहनु भएको छ? मतलब यसलाई के कारणले चाहिँ तपाईँ यो आन्दोलनलाई चाहिँ अझै मजबुत बनाउनुपर्छ भनेर होइन कम्मर कसरी लागेको देखिन्छ? होइन, हरेक आन्दोलनको एउटा समय हुँदो रहेछ रामबहादुर सर। कस्तो हुँदो रहेछ भने मैले अघि पनि भने हरेक राजनीतिक परिवर्तनमा नेपाली दलितहरूले चाहिँ आफ्नो भविष्य खोजे, आफ्नो जीवन बदल्ने सपनाहरू देखे। तर हरेक राजनीतिक परिवर्तन पश्चात ती सपनाहरू चाहिँ सकियो। कुनै पनि राजनीतिक परिवर्तनले दलितहरूको आँसु पुस्न सकेन। कुनै पनि राजनीतिक परिवर्तनले नेपालको दलित आन्दोलनलाई, नेपालको दलित समस्यालाई बुझ्न पनि सकेन र यसले समाधान गर्ने प्रयत्न पनि गरेन। नगरे पश्चात हामीले के सोच्यौँ भने नि यो जटिल समस्याको समाधान अब हाम्रै नेतृत्वमा गर्नुपर्छ भनेर हामीले महसुस गऱ्यौँ र यसको गहिरो अध्ययन पनि गऱ्यौँ। म तपाईँलाई के भन्ने भने हामीले 6 वर्ष नेपालको दलित आन्दोलनको विषयमा गहिरो अध्ययन गऱ्यौँ र 1.5 वर्षदेखि सङ्गठन बनाएर हामी यसलाई राजनीतिकरण गर्ने र यसलाई राजनीतिक मुद्दाहरूमा स्थापित गरेर विद्रोहमा रूपान्तरण गर्नुपर्छ भनेर हामी करिब 1.5 वर्षदेखि हामी निरन्तर लागेछौँ र देशव्यापी सङ्गठन निर्माणमा पनि हामी लागिरहेको छौँ। यो किन गऱ्यौँ भनेर भन्दाखेरि नि अब खास बेला आएको छ। यो बेला पनि हामीले होइन यो आन्दोलनलाई अगाडि नबढाउने हो नि, मैले अघि भने नि अबको 10 वर्षभित्रमा नेपालको दलितहरू यति धेरै ध्वस्त भएर जानेवाला छ कि होइन, नेपालको दलित समाज यति ध्वस्त हुनेवाला छ कि अब मागी खानेवालामा दलितहरू पुग्दैछ। म तपाईँलाई 2-3वटा इन्डिकेटरबाट भन्न चाहन्छु। अहिलेसम्म दलितहरूसँग जमिन छैन, जसको कारण आज पनि दलितहरू गरिब छन्। किनकि आजको समाज जोसँग जमिन छ उही धनी हुनेवाला हो। कुनै पनि नेपालको प्राकृतिक स्रोतसँग दलितहरूको पहुँच छैन, व्यावसायिक पहुँच छैन दलितहरूको, शैक्षिक पहुँच छैन दलितहरूको, रोजगारीको क्षेत्रमा दलितहरूको हालत मैले अघि भनिहालेँ, स्वास्थ्यको हालत मैले अघि भनिहालेँ। यो हो दलितहरूको अवस्था। दलितहरू अहिले 2टा कुराले बाँचेका छन्। एउटा उसको परम्परागत पेसामै आधारित भएर दलितहरू बाँचेको छ र अर्को दोस्रो वैदेशिक रोजगारी कारणले दलितहरू बाँचेको छ। उसका जीवन अलिअलि बदलिएको यहीँबाट हो। तर अहिले पछिल्लो समय वैदेशिक रोजगारी पनि होइन खाडिने हो हाम्रो हैसियत, त्यहाँ पनि सेवा क्षेत्र चल्न लागेको हुनाले त्यहाँ पनि आदि त्यहाँ चाहिँ सिपमूलक होइन सिप भएका दलितहरू नै जानुपर्ने भएको हुनाले अब त्यहाँ आदि दलितहरूको त्यहाँ पनि पेसा खोसिनेवाला छ एउटा। र अर्को दलितहरूले गरिआएको परम्परागत पेसा जे छ नि त्यो परम्परागत पेसामा अहिले पनि ठुलो पुँजीपतिहरूको आँखा लाग्यो। म तपाईँलाई यो मिडिया मार्फत एउटा कुरा के गर्न चाहन्छु भने अहिलेसम्म मध्यमवर्गीय दलितहरू भनेको सुनारी दलितहरू हुन्, विशेष गरेर सुन काम गर्ने दलितहरू हुन् कि अबको 3 वर्षदेखि 5 वर्षभित्रमा 70% दलितहरूको सुन पसल बन्द हुनेवाला छ होइन, बन्द हुन्छ। किनकि पुँजीपतिहरूको आँखा यहाँ लागिसकेको छ र अरू गरिआएको धातुजन्य बिजनेसहरू पनि अहिले पुँजीपतिहरूको आँखा लाग्यो कि उनीहरूको कारणले गर्दाखेरि अब सबै धातुजन्य बिजनेसहरूबाट दलितहरूले चाहिँ हात जित्नुपर्ने अवस्था छ। मैले भने कि जमिन छैन, गरी खाने जमिन छैन, पेसा छैन, हामीलाई हेर्ने हामीले हेर्ने सामाजिक दृष्टिकोण बदलाव आएको छैन। अहिले पनि जातले नै प्रदान पाउने समाज छ, रोजगारीका क्षेत्रहरू खुम्चिँदै गएका छन् होइन। देशै लगभग साँच्चै नै भन्ने हो भने देशै विघटनको अवस्थामा छ भने पिँधमा रहेको दलितहरूको अवस्था झन् जर्जर छ। अब यो जर्जर अवस्थालाई बदल्ने हो भनेदेखि होइन यसलाई राजनीतिले जिम्मा लिनुपर्छ। तर राजनीति पनि आजको दलित समाजलाई चाहिँ होइन समस्यालाई स्वीकार जाने अवस्थामा छैन। मैले भनेको यी जटिल समस्यालाई समाधान गर्नको निमित्त अब राज्य तयार नभएछ दलित तयार हुनु पर्यो नि। मैले अघि नै तपाईँले भने यो कुरा यो ख्यालको विषय नै छैन रामबहादुर सर, यो कुनै इमोसनल विषय नै होइन, यो कुनै इमोसनल विषय नै होइन, कुनै भावनाको विषय नै होइन। यदि यो विषयलाई जटिल रूपमा नबुझ्ने हो भने गहिरो ढङ्गले नबुझेर यसलाई समस्या समाधानमा नलाग्ने हो भने यो देशै विघटन हुनेवाला छ। अनि यतिको जर्जर समस्यालाई पनि हामीले बुझ्दा अब यसलाई समस्या समाधान गर्नेतिर नलाग्ने, अब नलाग्ने हो भनेदेखि त अब त देशमा त एउटा जटिल परिस्थिति निर्माण हुन्छ। यो आन्दोलनको 2टा मकसद छ हेर्नुहोस्। एउटा उद्देश्य नेपालको 60 लाख दलितहरूको जीवन बदल्नु पनि हो र दोस्रो कुरो नेपालको प्रगतिको ढोका खोल्नु पनि भयो। तपाईँले एउटा कुरा म भन्छु कि नेपालको सांस्कृतिक प्रणालीले के भन्यो भने नि दलितहरूलाई समाजको कुनै पनि सहकार्यबाट वञ्चित गराउनु भनेको अथवा उनका सिप क्षमताको अवमूल्यन गर्नु भनेको श्रम समाजको अवमूल्यन गर्नु पनि हो। किनकि दलित समाज भनेको श्रमलाई सम्मान गर्ने अथवा श्रमलाई पूजा गर्ने समाज हो कि जुन समाजमा श्रमलाई सम्मान गर्दैनन् त्यो समाज अगाडि बढेको इतिहास कहीँ पनि छैन। आज पनि चाइना अगाडि बढेको छ, युरोप अगाडि बढेको छ, त्यो कुनै गफ लाएर अगाडि बढेको होइन, त्यसले श्रमलाई सम्मान गरे बापत त्यो देश अगाडि बढेको। हाम्रो मात्र देश यस्तो देश हो कि जहाँ गफाडीहरूले देश चलाउने देश हो।
कि श्रमिकहरू जहिले पनि अपमानित हुनुपर्ने, कृषक अपमानित हुनुपर्ने, होइन, श्रमजीवी वर्ग अपमानित हुनुपर्ने, मजदुर वर्ग अपमानित हुनुपर्ने यो समाज हो कि यहाँ गफ लाउनेहरू, कलम बोकेर हिँड्नेहरू, होइन, विभिन्न धर्मका नाममा, होइन, कथावाचकहरू चाहिँ गति लाउने तर श्रमजीवीहरू चाहिँ अपमानित हुने हाम्रो समाज हो कि नेपालको यो दलितहरू भनेको पहिलादेखि नै, विशेष गरेर सृष्टिकालदेखि नै दलित समाज भनेको चाहिँ यो दुनियाँलाई बदल्ने अथवा दुनियाँलाई श्रम पसिनाको माध्यमबाट जोगाउने र बचाउने समाज हो। यही समाजलाई समाजको सबै क्षेत्रबाट बहिष्कृत गर्नु भनेको श्रम समाजको अन्त्य गर्नु पनि हो। त्यसैले हाम्रो दलित आन्दोलनले श्रमलाई सम्मान गर्ने समाजको निर्माण गर्दैछ। अब यसले आम एउटा दलितहरूको चाहिँ साझा चौतारीको रूपमा, होइन, त्यहाँनिर आएर दुःख बिसाउने एउटा चौतारी सम्झिने बनाउनको निम्ति चाहिँ तपाईँहरूको प्रयत्न के? मैले अघि नै भने कि मैले यहीबाटै अघिबाट कन्टिन्यू गरेँ कि अहिले हाम्रो समाज सबै कुराले विभक्त छ, होइन, भावनात्मक हिसाबले विभक्त छ, आर्थिक हिसाबले विभक्त छ, कि यहाँको बौद्धिक हिसाबले नै विभक्त छ, कि बौद्धिकहरूको बिचमा एकता नहुने समाज हो हाम्रो, भावनात्मक रूपले टुटेको समाज हो हाम्रो। यो विद्रोहले हामी दलितहरूको एउटा यस्तो विद्रोहको तयारी गर्दैछौँ कि त्यो विद्रोहले नेपालको सबैभन्दा बढी श्रम समाजलाई यसले सम्मान गर्ने दृष्टिकोण निर्माण गर्छ। यहाँ समाजमा सबै मान्छे एक हो भन्ने, होइन, मूल्य मान्यता स्थापित गर्छ यसले, किनकि जातले कोही पनि ठुलो मान्छे हुँदैन, होइन, मान्छे भावनाले एउटै हुन्छ र मान्छेलाई बौद्धिकताको कदर गर्नुपर्छ, मान्छेलाई योगदानको कदर गर्नुपर्छ, क्षमताको कदर गर्नुपर्छ भन्ने समाजको निर्माण गर्नुपर्छ। हाम्रो आन्दोलनको औचित्य आवश्यकता पनि हामी यहीँबाट सुरु गर्दैछौँ। म तपाईँले के भन्न चाहन्छु भने नि, नेपाली समाजलाई बदल्ने यहाँको दृष्टिकोण र मूल्य मान्यतालाई बदल्ने अबको हाम्रो प्रमुख दायित्व। यही प्रमुख दायित्वको कार्यभारलाई हामीले पुरा गरेर लिएर गयौँ भने हामीले समतामूलक समाजलाई निर्माण गर्न सक्छौँ। अब समतामूलक समाजमा चाहिँ को पर्छ त भनेपछि त दलितहरूले पनि यहाँभित्र सम्मान पाउँछन् र गैर दलितहरूले नि यहाँ सम्मान पाउने समाज निर्माण गर्ने हो। अब मैले तपाईँले अघि भनिहाल्नुभयो यो एकताको कुरा के हो भन्नुहुन्छ भने यसलाई आन्दोलनले नै मान्छेलाई एकताबद्ध गराउने हो। मैले अघि नै भने यो देश नै विघटनको लाइनमा छ। आज पटक नेपालमा किन जहिले नै विद्रोह हुन्छ, प्रत्येक 10-10 वर्षमा किन राजनीतिक विद्रोहहरू हुन्छ? यसको परिणाम भनेको आधारभूत वर्गको असन्तुष्टिको परिणाम नै हो नि त। भने पछाडि यो असन्तुष्टि अहिले जे आन्दोलन पछाडि जे परिस्थिति निर्माण भयो, अहिले एउटा चुनाव हुन्छ, चुनाव पछाडि अर्को सरकार बन्छ र बने पनि यो आधारभूत वर्गले चाहिँ यसबाट खुसी मान्नुपर्ने केही पनि ठाउँहरू छैन र फेरि 10 वर्ष पछाडि फेरि यही विद्रोह हुन्छ। भने पछाडि हामीले के महसुस गर्यौँ भने अबको यो जुन परिस्थिति निर्माण भएको छ यो परिस्थितिलाई नेपालको खास रूपान्तरण गरेर लिएर जानुपर्छ। अहिले यति बेला हो सबैभन्दा बढी वर्गीय हिसाबले सबभन्दा बढी घनीभूत छलफल गर्नुपर्ने बेला यही हो, आर्थिक हिसाबले घनीभूत रूपमा छलफल गर्नुपर्ने बेला यही हो र विशेष गरेर अघि भने हामीले चाहिँ पुस्ताका हिसाबले पनि छलफल गर्नुपर्ने बेला यही हो। यो सबभन्दा बढी हामीले जेनजी आन्दोलनले एउटा नयाँ मूल्य मान्यता स्थापित गरेको छ। कम्तीमा पुरानाहरू सच्याउ, नयाँहरूले पनि नेपालको समाजलाई बुझेर अगाडि बढ भन्ने एउटा मूल्य मान्यता स्थापित भएको बेलामा यही बेला दलितहरूले आफ्नो आवाजलाई बुलन्द गर्ने, यही बेला दलितहरूले आफ्नो मूल्य मान्यतालाई जोगाउने, यही बेला दलितहरूले आफ्नो अधिकारलाई स्थापित गर्ने बेला हो र यही बेला पार्टीहरू कमजोर भएको बेलामा, सत्ता पनि कमजोर भएको बेलामा जहिले पनि अधिकारवादी आन्दोलनहरू बलियो हुन्छ, किनकि आधारभूत वर्गले मात्र सत्ता र पार्टी आन्दोलन र क्रान्ति र व्यवस्थालाई जहिले पनि संरक्षण गरेर लाने हो। हामीले यही कुरा बुझेका छौँ। त्यसैले यो आधारभूत वर्गको जीवनलाई, आधारभूत वर्गको भावनालाई अबको आन्दोलनले समेटेर लिएर जान सक्ने अवस्था छ। त्यसैले हामीले यही अवस्था चाहिँ दलित अधिकारको निमित्त सबैभन्दा, होइन, खास बेला हो, यो लड्ने बेला हो भन्ने हामीले महसुस गरेका छौँ र हामीले अहिले यो चुनावलाई खासै महत्त्व पनि दिएका छैनौँ। यो चुनावले दुईवटा मान्छे निर्वाचित गर्छ, एउटा यसले पुँजीपतिहरूलाई निर्वाचित गर्छ र एउटा जातका हिसाबले उच्च जातलाई निर्वाचित गर्छ। भने पछाडि यसले खासै परिवर्तन गर्दैन। त्यसले हामी के चाहन्छौँ भने नि अबको निर्वाचन यस्तो निर्वाचन होस् जसले, होइन, सामान्य आधारभूत वर्गले नि, होइन, सत्ता सञ्चालन गर्न पाओस्। अब यो आम रूपमा, होइन, यो आम दलित समुदायहरूले बुझ्ने गरी भनिदिनुहोस् कि हाम्रो यो अभियानले, होइन, के गर्छ 1, 2, 3 यसरी चाहिँ, होइन, बुदागत रूपमा भन्दाखेरि उहाँहरूलाई स्पष्ट रूपमा, होइन, हामी यो गर्छौँ र तपाईँ त्यो कारणले यो संस्थामा आबद्ध हुनुपर्छ भन्ने आधार के छ र तपाईँले त्यसलाई अलिकति बुदागत रूपमा बताइदिनुहोस्। म तपाईँको कार्यक्रम मार्फत म सम्पूर्ण दलित समुदाय मात्र होइन, नेपाललाई रूपान्तरण गर्न चाहने सम्पूर्ण प्रगतिशील तबकाहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भने नेपाल अहिले इतिहासको सबभन्दा जटिल अवस्थामा छ। अर्थ राजनीतिको आँखाबाट हेर्दाखेरि अहिले यो देश सबै कुराले आर्थिक रूपले डामाडोल अवस्थामा छ कि हामी प्रत्येक वर्ष यो देशमा 2 देखि 3 खरब रुपियाँ ऋण थपिँदै गएको छ। नेपालको सिङ्गो पुँजीको आधी पुँजी चाहिँ अहिले विदेशी ऋणबाट चलिरहेको अवस्था छ।
उत्पादन क्षेत्र सम्पूर्ण रूपले बन्द भएको छ। 2046 सालमा नेपालको औद्योगिक वृद्धि दर 0. के अरे औद्योगिक वृद्धि दर 16% थियो। अहिले यहाँ 30 वर्षको अवधिमा आइपुग्दाखेरि होइन 30-34 वर्षको अवधिमा आइपुग्दाखेरि 0.6%मा खुम्चिएको छ। यी देश असाध्यै जटिल अवस्थामा छ। उत्पादन क्षेत्र टोटली बन्द भएको छ। अहिले करिब प्रत्येक दिन 2500 दिन 3000 युवाहरू अहिले चाहिँ एयरपोर्टबाट देश छोड्ने अवस्था छ। कि आम रूपमा यो देशमा केही हुँदैन भन्ने मूल्य मान्यता र भाष्य निर्माण भएको छ। यो नेपालको भविष्यको निमित्त यो सबैभन्दा डरलाग्दो अवस्था हो एक। र दोस्रो नेपालको जातीय विभेद अथवा विभेदका क्षेत्रहरू झन् गहिरिँदै गएको छ। यो हिजोको समाजबाट बदलिँदो परिस्थितिमा जसरी के अरे यसका मूल्य मान्यता दृष्टिकोणहरू बदलिनु पर्थ्यो त्यो बदलिएन। जात संस्कृति जस्ताको तस्तै छ। विभेदका केही स्वरूपहरू फेरिएका छन्। तर साँच्चै भन्ने हो भने दलितहरूमाथि गरिने विभेदहरू झन् वैज्ञानिक ढङ्गले आधुनिक ढङ्गले गहिरिएर विकसित भएर जाँदै गएको छ। अहिले पनि समाजमा उसलाई स्वीकार्नुपर्ने क्षेत्रहरूमा अहिले पनि स्वीकार्दैन। अवसरको क्षेत्रमा अहिले पनि वञ्चित गर्दै लगेको छ। छुवाछुत पनि जस्ताको तस्तै छ 1 नम्बरमा। दोस्रो नम्बरमा अब तेस्रो नम्बरमा के छ भन्नुहुन्छ भने नि यसले जन्माएका अनगिन्ती समस्याहरू छन्। यसको आर्थिक समस्या छ। मैले अघि भने गरिबी दलितहरूको यति जटिल अवस्था छ कि सीमा छैन। शैक्षिक रूपमा त्यत्तिकै जर्जर छ दलितहरूको अवस्था। स्वास्थ्यको हिसाबले त्यत्तिकै छ। आर्थिक हिसाबले त्यत्तिकै जटिल छ। त्यसैले म तपाईँले के आग्रह गर्न चाहन्छु भने यो नेपालको जे जटिल समस्याहरू छन् यी समस्या समाधान भनेको अबको सामान्य सुधारको प्रक्रियाले हुँदैन। यो जटिल प्रक्रियाबाट राज्यले नै यसको सुधारको प्रयत्नहरू गर्नुपर्छ। यसका निमित्त केही संवैधानिक अवरोधहरू छन्। केही यसका मूल्य मान्यताहरू सांस्कृतिक मूल्य मान्यताहरू पनि यसका अवरोधहरू छन्। यसलाई हटाएर अगाडि बढ्नुपर्छ। तर यो अहिलेको शासकीय संरचनाहरू यसलाई हटाउनको निमित्त तयार छैन। आजको नयाँ भन्ने राजनीतिक पार्टीहरू पनि नेपालको समाजलाई बुझेको छैन होइन। नेपालको जटिल सांस्कृतिक समस्याहरू बुझेको छैन। पुरानाहरूले पनि यसलाई अलिअलि बुझेको त छ तर यसलाई बोकेर हिँड्ने ल्याकतमा अथवा बोकेर हिँड्ने चेष्टामा पनि छैन। भने पछाडि अब म आम दलित समुदायले के भन्न चाहन्छु भने अब मैले अघि भने अबको 10 वर्षभित्रमा नेपालको दलितहरू माग्ने अवस्थामा पुग्दैछ। सबै क्षेत्रबाट समाप्त हुने लाइनमा पुग्दैछ भनेपछि यसलाई रोक्नुपर्छ। अबको हाम्रो भावी पुस्ताको निमित्त अबको वर्तमान राजनीतिक पार्टीहरूबाट यो सम्भावना छैन। अबको फरक ढङ्गले हामीले नसोच्ने हो भने अब दलितहरूको यति ठुलो जटिल समस्यालाई अब हाम्रै बाहुबलीबाट हाम्रै बलबुताबाट समाधानको बाटोमा नलाग्ने हो भने अब हामी समाप्तिको चरणमा छौँ। त्यसैले मैले तपाईँले के आग्रह गर्न चाहेँ भने राज्यबाट यसलाई बदल्नुपर्छ। राज्य तयार छैन। राज्यलाई तयार गर्नको निमित्त अब दलितहरू सडकमा नआइकन हुँदैन। अब एउटा राजनीतिक पार्टी खोलेर होइन यही निर्वाचन प्रणालीबाट यही शासकीय प्रणालीबाट दलितहरूको जीवन बदलिन्छ भनेर सोच्नु भनेको फेरि आफूले आफूमाथि अन्तर्घात गर्नु नै हो। त्यसैले आफूले आफूमाथि अन्याय गर्नु नै हो। त्यसैले अब साँच्चीकै मुक्ति लिने हो भने साँच्चीकै अब दलित समस्याहरूलाई समाधान गर्ने हो भने साँच्चीकै अबको भावी पुस्ताहरूको जीवनलाई होइन सुनिश्चित बनाउने हो भने स्वयं हाम्रो जीवनलाई पनि सुनिश्चित बनाउने हो भने एकपटक सडकमा नआइकन हुँदैन। आउनु नै पर्छ। यदि हामी आज आएनौँ भने कुनै दिन त आउनु नै पर्छ। त्यसैले त्यो जुन दिन हामी बुझेर आउँछौँ त्यो दिन हामीसँग केही पनि बाँकी रहँदैन। त्यसैले कम्तीमा अलिकति हातमा केही बाँकी रहेको बेलामा अब दलित समुदायहरू सडकमा आउँ। यो कुनै व्यक्तिगत रूपमा नेता बन्ने अभिलाषा पनि होइन। यो कुनै केही पनि होइन। यो इतिहासले मागेको परिस्थितिले समयले मागेको जटिल यो आह्वान हो। तपाईँले यसो भनिरहँदाखेरि जस्तै कि तपाईँहरू सडकमा आउनुपर्छ, आन्दोलन गर्नुपर्छ, त्यसको निम्ति सहयोग गरिरहनुपर्छ भनिरहँदाखेरि मैले अघि नै पनि अलिकति प्रसङ्ग उठाएको थिएँ कि आम दलितहरूलाई आश्वस्त बनाउने कुनै आधारहरू छैन जो चाहिँ आन्दोलनको नाममा हुने र त्यसपछि आफू बनिसकेपछि त्यो बाहिरिने अवस्था छ। तपाईँहरूले जुन यो अभियान चलाइरहनु भएको छ अहिले त्यो तपाईँहरू पनि फेरि त्यही पुराना दलित समुदायहरूले गरेको जस्तो गर्नुहुन्न भन्ने होइन मान्छेहरूलाई विश्वस्त बनाउने आधार के छ? तपाईँ कसरी त्यो दलित समुदायलाई चाहिँ त्यो कुरा प्रमाणित गर्न चाहनुहुन्छ? मैले अघि पनि भनिसकेँ कि नेपालको दलित आन्दोलन कुनै भावनाको आन्दोलन भने यो नेपालको जटिल राजनीतिक आन्दोलन हो। हामीले यो कुरा बुझेका छौँ होइन। व्यक्तिगत कुरा गर्ने हो भने त हामी व्यक्तिगत रूपमा त नाफा लिने ठाउँमै पुगिसकेका थियौँ नि त। एउटा कुरा हामीले त्यहाँ विश्वास गर्नुपर्ने हुनसक्छ। मैले जसरी जीवनलाई बुझेँ त्यो जीवनलाई बुझ्दाखेरि ममाथि अन्याय भएको छ भन्ने महसुस गरेँ र त्यो अन्यायलाई बदल्नुपर्छ भनेर आजसम्म निरन्तर दलित आन्दोलनमा क्रियाशील छौँ। र त्यो क्रियाशीलताभित्र हामीले नेपालको दलित आन्दोलनको जटिल समस्याहरूलाई के अध्ययन पनि गऱ्यौँ, त्यसलाई विश्लेषण पनि गऱ्यौँ, व्याख्या पनि गऱ्यौँ, त्यसलाई डकुमेन्टेसन पनि गऱ्यौँ र त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक आधारहरू पनि निर्माण गऱ्यौँ।
होइन व्यक्ति मात्रै बनिने भइदिएको त हामी राजनीतिक पार्टीको कुनै न कुनै ठाउँमा भूमिकामै रहेका मान्छेहरू हौँ नि त। आज हामी त्यहाँको सबै अवसरहरूलाई बाट राजीनामा दिएर त्यहाँको अवसरहरू छोडेर हामीले दलित आन्दोलनले उठाउनुपर्छ भनेर यहाँ लागेको छौँ। यो नै पहिलो कुरा विश्वास गरिदिनको निमित्त एउटा आधार हो भन्ने मलाई आग्रह गर्न चाहन्छु। दोस्रो कुरा मैले पटक पटक भने कि अब एउटा समूह बनाएर होइन यो बार्गेनिङ गर्ने भनेर हामी लागेको नि छैन। हामी विद्रोह नै हो, विद्रोह बिना यहाँ केही पनि हुनै सक्दैन होइन। यसले नेपालको सांस्कृतिक रूपान्तरण, नेपालको आर्थिक रूपान्तरण, नेपालको संवैधानिक व्यवस्थामा भएका केही गलत त्रुटिहरूको रूपान्तरण यी सबै विद्रोहबाट मात्र सम्भव हुने भनेर हामीले व्याख्या गरिसके पश्चात अब हामी स्वयं पनि त विद्रोहमा जाने हो नि त। यहाँ जनताहरूलाई लिएर आउने होइन, जनताहरूलाई लडाउने, हामी चाहिँ त्यहाँ नेता बन्ने भन्ने प्रश्नै होइन। हामी पनि अब सडकमै आउने हो। मैले तपाईँलाई के आग्रह गर्न चाहन्छु भने नेपाली समाजमा सबैभन्दा बढी अन्यायमा पिल्सिएको जात समुदाय भनेको दलित समुदाय हो। म तपाईँलाई के आग्रह गर्न चाहन्छु भने हामी यो अन्यायबाट मुक्त हुन चाहन्छौँ होइन। हामीलाई यो नेता बन्न होइन, हामी मुक्त भएर सम्मानित नागरिक भएर बाँच्न चाहन्छौँ। यसका निमित्त होइन हामी लड्नको निमित्त तयार छौँ। हामी लड्ने भनेरै आएका छौँ। र म के तपाईँको टेलिभिजन मार्फत म के आग्रह गर्न चाहन्छु भने यो निकै जटिल लडाइँ पनि हो, हामीले बुझेका छौँ। यो सामान्य लडाइँ होइन। जातबाट प्राप्त भएका सबै सुख भोगहरू हामीलाई सजिलै दलितहरूलाई देऊ भनेर यो आजको यो संरचनाले हामीलाई दिँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। र नेपाली समाज यति निर्मम समाज छ नि, त्यो आवश्यकता हुँदा त्यसको निर्ममता प्रकट भएको हामीले ठाउँ ठाउँमा देखेका छौँ। त्यसैले यो सजिलै हामीलाई यसले हस्तान्तरण गर्छ भन्ने हामी विश्वस्त छैनौँ। त्यसैले यो जटिल आन्दोलनको निम्ति हामी तयारी भएको छौँ भनेपछि यो जटिल आन्दोलनभित्र मृत्यु पनि त हुनसक्छ नि। जटिल आन्दोलनभित्र ठुलो मुद्दाहरू पनि खेप्नुपर्छ भन्ने हामीलाई थाहा छ। त्यसले यो मुद्दा र यो मृत्युवरण गर्न निम्ति हामी तयार भएर यहाँ आएका हौँ। त्यसैले आग्रह के गरिदिनु पऱ्यो भने हामी आन्दोलनको कसीमा होइन जाँचिएर नेपालको दलित समस्यालाई शिरमा बोकेर र दलितमाथि भएको अन्यायलाई, अत्याचारलाई अन्त्य गर्ने लडाइँलाई सफल नबनाएसम्म नफर्किने हाम्रो प्रतिबद्धता हो। हामीलाई कुनै सत्तासँग, कुनै पार्टी राजनीतिसँग जोडिने हाम्रो कुनै पनि तपाईँले जसरी आह्वान गरिरहनु भएको छ त्यो चिजलाई हामीले एकदम सकारात्मक रूपमा पनि लिएका छौँ होइन। हामी कसैसँग भावनाको खेती गर्नु हुँदैन, कसैसँग चाहिँ संवेदनाको खेती गर्नु पनि हुँदैन। हामीले आम रूपमा उत्पीडित समुदायको मुक्तिका खातिर नै काम गरिरहेका छौँ। यद्यपि अब तपाईँसँग लामो अनुभव छ होइन, अब धेरै लामो समयदेखि विगत 27 वर्षदेखि नै यो अभियानमा निरन्तर जोडिँदै आइरहनु भएको छ। अब हामी तपाईँसँग यस्ता संवादहरू जति गर्दाखेरि पनि सकिँदैन, किनभने हामीसँग समयको पनि चाप छ। त्यसो भएको हुनाले मैले तपाईँलाई अन्तिममा के भन्न चाहेँ भने हामीले यो संवादमा धेरै कुरा सोध्नु थियो, मैले पनि धेरै कुरा सोध्न बाँकी छ, तपाईँले धेरै कुरा भन्नु थियो, त्यो धेरै कुरा बाँकी छ। यद्यपि हामीसँग समयको सीमा छ। त्यसो भएको हुनाले मैले सोध्न नसोधेका र तपाईँलाई केही अन्तिममा भन्न चाहेका चिजहरू केही छन् भने हाम्रा आम श्रोताहरूलाई बताइदिनुहोस्। अब म के आह्वान गर्न चाहन्छु भने पहिलो कुरा मैले अघि नै भनिहालेँ, नेपालको दलित समस्या असाध्यै जटिल मोडमा पुगेको छ। अधिकारभन्दा पनि हामी माथि एक स्टेप उभिएर अबको 2-4 वर्षभित्रमा खानकै निमित्त सङ्घर्ष गर्नुपर्ने अवस्थामा पुगेका छौँ। यही पुस्ता नै समाप्तिको दिशामा छ, नाति पुस्ता होइन, यही पुस्ता नै समाप्तिको दिशामा छ। यो जटिल परिस्थितिबाट हाम्रो भविष्यलाई पनि सुनिश्चित बनाउँदै हाम्रा भावी सन्ततिको भविष्यलाई सुनिश्चित बनाउनु हाम्रो पुस्ताको दायित्व हो। यो दायित्वलाई सबै आम दलित समुदायले होइन यसलाई चाहिँ आत्मसात गरिदिन निम्ति आग्रह गर्न चाहन्छु एक। र दोस्रो कुरो, यो देशको प्रगति रोक्ने यो समस्या हो। नेपालको प्रगतिशील तबकाहरूले यसलाई पनि बुझ्नु भएको छ। हामी कुनै धर्म विरोधी, कुनै जात विरोधी होइनौँ होइन। यो एउटा परिस्थितिमा निर्माण भयो र आजसम्म विकसित भएर आयो। आजका कुनै पनि पुस्ताहरूले यो समस्या हो र यो चाहिँ गलत क्रिया हो भनेर महसुस गर्दै अब यसलाई भत्काउने प्रयत्नतिर लाग्नुपर्छ भन्ने हो। त्यसैले हामी के आग्रह गर्न चाहन्छौँ भने मूल कुरा आन्दोलन र विद्रोह मार्फत नेपालको दलित अधिकारलाई सत्तामा स्थापित गर्नुपर्छ र नेपालको दलित समस्यालाई सत्ताबाट समाधान गर्ने दिशामा अगाडि बढ्नुपर्छ। यसका निमित्त अब पार्टी राजनीतिबाट मात्र र सामान्य ढङ्गले छरपष्ट भएर सामान्य सुधारका प्रक्रियाबाट बिन्तीको राजनीतिबाट, सामान्य ज्ञापन पत्रको राजनीतिबाट यो समस्या समाधान नहुने र यो जटिल प्रक्रियाबाट जानुपर्ने भएको हुनाले यसलाई आन्दोलनको रूपमा नै विकास गर्नुपर्छ, यसलाई विद्रोहको रूपमा नै विकास गर्नुपर्छ। र यो विद्रोहमा म सबैजना सहभागी हुनको निमित्त म आग्रह गर्न चाहन्छु। सबै दलित समुदायमाथि अन्याय भएको छ, यो अन्यायको अन्त्य गर्नको निमित्त हो। यो मानव बीचको एकतालाई स्थापित गर्न हो। यो देशमा भएको विकराल आर्थिक
यो यो के भन्छ विसङ्गतिको विरुद्धमा पनि हो र विकराल रूपले यो देशमा जुन ढङ्गले चाहिँ आर्थिक रूपले क्षति हुँदै गएको छ यसलाई जोडेर जाने अभियान पनि हो। यो सबै अभियानमा जुड्दै मैले अघि भनिहालेँ अबको भावी पुस्ताको निमित्त दलित आन्दोलनलाई अगाडि बढाउनको निमित्त हामीले नेपाल दलित उत्पीडित केन्द्र भन्ने एउटा स्वतन्त्र सङ्गठन हामीले स्थापित गरेका छौँ। यसलाई हामीले देशव्यापी रूपमा यसलाई सङ्गठन निर्माणको प्रक्रियामा हामी लागेका छौँ र हामी यो केही समय पश्चात नै लगभग हामी माघको दोस्रो हप्तामा नै यसलाई चाहिँ हामी सङ्गठन सार्वजनिक गर्दै यसलाई आन्दोलनको रूपमा घोषणा गरेका छौँ। हामीले पर्चा पनि तयार गरेका छौँ। हामीले 39 बुँदे हाम्रो रोडम्याप तयार गरेका छौँ र सँगसँगै हामीले डकुमेन्टहरू पनि तयार गरेका छौँ। म तपाईँहरूलाई त्यो पनि तपाईँहरूको हातमा आउनेछ। हामी डिजिटल प्लेटफर्म मार्फत र अन्य जनसम्पर्क मार्फत पनि तपाईँहरूको हातमा आउनेछ। तपाईँले अध्ययन गरिदिनु होला। मैले अघि नै भनिहालेँ अब दलित आन्दोलन नेपालको सबभन्दा ठुलो आवश्यक आन्दोलन पनि हो। यो आन्दोलनमा सहभागी हुँदै अब तमाम दलित आन्दोलनले आजसम्म भएका सबै दुःखहरूको अन्त्य गर्नको निमित्त अब एउटा अन्तिम बलको प्रयत्न गरौँ, अन्तिम लडाइँको प्रयत्न गरौँ। यो लडाइँले हाम्रो पुस्ता मात्र होइन भावी पुस्ताले नि सुखको जीवन जिउनेछ र यो देशले पनि एउटा समृद्धिको ढोका खोल्नेछ। यो महान अभियान हो। यो कुनै जातिवादी आन्दोलन होइन, कुनै यो सामुदायिकता आन्दोलन पनि होइन। यो नेपालको सबैभन्दा सुन्दर महान आन्दोलन हो भनेर हामीले महसुस गरेका छौँ। यसमा सबैजना लाग्दिनको निम्ति पनि म आग्रह गर्न चाहन्छु र यो यति राम्रो कार्यक्रममा तपाईँले मलाई पहिलोचोटि सहभागी हुने अवसर प्रदान गर्नुभयो। यसका निमित्त तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज हामीसँग यो दलित उत्पीडित केन्द्र नेपालका अध्यक्ष नन्द घतानी हाम्रो साथमा हुनुहुन्थ्यो। आजको श्रृङ्खलामा हामीले उहाँसँग दलित आन्दोलनको सवालमा विविध विषयहरूमा हामीले सघन छलफल गऱ्यौँ। यो नै अन्तिम निष्कर्ष होइन, यद्यपि हामीले यो समयको सुरुवात हो होइन। हामी सयौँ वर्षदेखि यो आन्दोलनमा लडभिड गरेका समुदायको आवाजलाई यो 1 घन्टामा सबै कुरा बाहिर ल्याउन पनि सक्दैनौँ र सक्ने कुरा पनि छैन। तपाईँले यो महत्त्वपूर्ण समय दिनुभयो। हामी विगतका दिनहरूमा पनि होइन यस्ता विषयहरूमा फेरि सघन छलफल गरेर हामी आम दलित समुदायको बिचमा हाम्रा आवाजहरूलाई बुलन्दित गरिरहनेछौँ र यो आवाजबिनहरूको आवाज बनाएर हाम्रा यो श्रृङ्खलाहरू अगाडि बढाउने यहाँहरूको बिचमा प्रतिबद्धता व्यक्त गर्दै तपाईँले जुन महत्त्वपूर्ण समय दिनुभयो त्यसको निम्ति यो दलित उत्पीडित केन्द्रका अध्यक्ष आदरणीय नन्द घतानी सर, तपाईँलाई विशेष धन्यवाद।